केटाकेटी जसले पनि एकको प्रेम पाइएन भने हरेस नखानु, मेहनत गर्दै जानु। जसले एउटाको प्रेम पाउँदैन नि उसले सारा संसारको प्रेम पाउँछ। केटी मात्र प्रेम होइन, हामीले प्रेम समाजलाई गर्न सकिन्छ, संसारलाई गर्न सकिन्छ। बुझ्यौ नि, आफ्नो सपनालाई गर्न सकिन्छ। त्यही भएर आफ्नो सपनादेखि केटीहरू आफै पछि लाग्छ। म चाहिँ यहाँ भागेर आएको, बाहिरको लागि एप्लाई गरेको थिएँ, फर्स्ट भएन। अनि त्यसपछि घरबाट बिहा गर भन्न लाग्यो कि। अनि त्यसपछि अनि बिहारवाला अङ्कल खोजिदिएर, अनि त्यही भएर अनि म त्यस्तोसँग त बिहा गर्नु भएन। अनि त्यही भएर म चाहिँ यहाँ पार्टनर खोज्न आएको, घरबाट निस्केर। अनि मसँग पर्फेक्ट देखिने त्यस्तै पार्टनर चाहिएको। मेरो पाकेको छ सर, चाख्नु जस्तो फिल भयो सर? होइन, नचाख्नु जस्तो फिल भयो। खाएपछि नि सर, नचाख्नु जस्तो फिल भयो। तर खाएपछि नि सर खत्तमै बर्बादै हुन्छ सर। मतलब छेरपट लाग्छ? होइन सर, त्यस्तो होइन सर, मिठोले के टेस्ट। फेरि खान मन लाग्छ? हेर्नु न सर, टेस्ट म यसरी नै दिन्छु है सर। फेरि सेलाउँछ, छिटो गरेर यहाँ मान्छे यहाँ सेलाउँछ, छिटो मजा आउँछ त। सबैको ऊर्जा होस्, ल्याइसके मैले द बोस। अब योभन्दा अघिल्लो एपिसोडमा मैले एकजनाको जोडी मिलाइसकेँ। अब उसको बिहेको कार्ड मात्रै छापिन बाँकी छ। एकचोटि ताली बजाओस्। अब अघिल्लो एपिसोडको केटा जस हाम्रो डाक्टर साहब यिनीहरूकै साथी हुन्। अब साथीले प्रगति गरिसके, तर यिनीहरूले प्रगति गर्न सकेका छैनन्। यिनीहरूले अहिलेसम्म केटी पटाउन सकेका छैनन्। हुन त यिनीहरूलाई पनि केटी मन नपरेको पनि हुनसक्छ। तर अब यो एपिसोडमा हेरौँ यिनीहरूलाई मनपर्छ कि मन पर्दैन। मैले भनिसकेँ नि पहिला पनि, यिनीहरूलाई दिनमा खाना रुच्दैन, रातमा निद्रा आउँदैन। यिनीहरू डिप्रेसनमा गइसकेका छन् केटी नपाएर। मैले जिम्मेवारी लिएको छु यो वैशाखमा जसरी पनि यो केटाहरूको बिहे गराउने भनेर। इज्जत जान्छ है। केटी बोलाऊँ म? ल उता फर्क्यौँ। एक त केटीको जनसङ्ख्या जति भए पनि हाम्रो देशमा यिनीहरूले केटी पाएका छैनन्। त्यो चाहिँ दुःख लाग्छ मलाई। त्यही भएर जसरी भयो नि यिनीहरूको बिहे गराइदिनु पर्नेछ मैले। ल म दोस्रो कन्टेस्टेन्ट बनाउन जाँदैछु। कन्टेस्टेन्ट नम्बर 2 लाउ है। जसरी पठाउनु पर्यो है, न त इज्जत हुन्छ। केटाको नाममा कलङ्क हुन्छ। एउटा केटी सुद्धा पठाउनु छैन तिमीहरूले। नमस्ते सर। नमस्ते नमस्ते। कहाँदेखि आउनुभयो? म चाहिँ बुटोलबाट आएको। बुटोलदेखि? हजुर। अनि सर यति धेरै केटाहरू सबै मेरो लागि हो? यत्रो धेरै केटाहरू चाहिँ होइन तिम्रो लागि। हजुर। जस यति मध्ये एकजना चाहिँ हो तिम्रो लागि। मलाई त पुग्दैन जस्तो छ नि त। के यिनीहरूलाई के पकाएर खाने हो क्या? पकाएर त होइन, यिनीहरूलाई चाहिँ मैले काँच्चै खान्छु जस्तो लाग्यो। अलि नक्कली रहेछ। कति वर्ष पुग्यो? म चाहिँ 28 वर्ष पुगिसकेँ। कति? 28? 28 to 28। 28 वर्ष त देखिँदैन नि त त्यस्तो। हेर्दाखेरि 18 वर्ष जस्तो सबैले सोध्छन्, तर 28 वर्ष भइसक्यो। फेरि एक्सपिरियन्सको मामलामा हजुरभन्दा दुग्ना छु नि। कस्तो एक्सपिरियन्स हो? म पनि एक्सपिरियन्स गर्न पाउँछु कि? त्यसको लागि त सर छुट्टै क्लास लिनुपर्छ नि त। क्लास कहाँ आउनुपर्ने? फर्म भर्नुपर्छ त्यस्तो? धेरै गर्नुपर्छ, एडमिसन गर्नुपर्छ, फर्म भर्नुपर्छ। अलि केही शुल्क लाग्छ कि लाग्दैन? अनि बल्ल क्लास सुरु हुन्छ, स्टार्ट हुन्छ। अब तिमी जुन स्कुलको कुरा गरेछौ नि त्यो स्कुलबाट मैले पिएचडी पहिले पास गरिसकेँ। पिएचडी पास भए पनि प्रिन्सिपल भए पनि सिङ्गलै देखिनुहुन्छ त। अनि अब यस्तो हो क्या, बाउले पहिला आफ्नो छोराछोरी भोकै छ भने छोराछोरीलाई खुवाउँछ अरे क्या, त्यसपछि बल्ल बाउले खान्छ क्या। बुझ्यौ नि? त्यस्तै लाग्यो मलाई पनि। अनि तर पनि के थाहा, घरमा दुईवटा बुढी सँगै राखेको छु कि 4वटा बुढी छ कि सिङ्गल छु कि कसैले थाहा छ? तिमीलाई थाहा छ मेरो बारेमा? थाहा त छैन, तर बुझ्न मन छ। तर नेचर चाहिँ अलिक बब्ली टाइपको रहेछ है। बब्ली? तर 28 वर्ष भने चाहिँ पत्याएन है मैले चाहिँ। 28 वर्षै हो। अनि किन यस्तो जवान देख्छु त? पुरै हुन्छ नि, के खाने गरेछ? मैले चाहिँ घरमा खाना खाने गरिरहेको छु अहिलेसम्म। मैले त अर्कै सोचिरहेको। खाना खाइरहेको छु।
के अरे ठिक छ अनि के भन्न मन छ ल केटाहरूलाई भन्नु अनि सर एकछिन के कस्तो एउटा सेल्फी खिचौँ न हजुरमा सेल्फी हजुर किन फसाउनुलाई हो क्या अनि घरमा ज्वाइँ भेट्यो भनेर भन्नु पर्यो ल केटाहरू अब तिमीहरूको के काम छैन जस्तो लाग्यो अब म निक्ले सो चाहिँ तिमीहरूले चलाउनु है जाम 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 न त साँच्चै जाम क्या खै त गाडीको चाबी ल गाडीको चाबी ल है त गएँ है त म हजुर यहीँ बस्दै गर्नु म गाडी स्टार्ट गरेर आउँछु त्यो गाडीको चाबी होइन फेरि त्यो टोइलको साँचो हो त्यस्तै लाग्थ्यो मलाई ल खुसी तिम्रो अगाडि केटाहरू छन् के भन्नु मन छ ल सबैको उठ्छ हस् आइसक्यो खुसी बस मेरो सेक्सी फिगर हेरेर तिमीहरूको उठ्छ हस् फेरि सबैजना पछाडि फर्क्यो भने केटाहरू मान्छे हुन्छ मलाई पाउनलाई खोसाखोस ल यिनीहरूको होस् त उठ्छ भनेर मैले पत्याएँ तर तिम्रो फिगर चाहिँ कहाँ छ क्या मैले देखाएकै छैन नि त सर हजुरलाई अब त्यो फिगर मलाई देखाउने नि यिनीहरूलाई देखाउने बुझ्यो नि उनीहरूलाई पनि देखाउने हो अनि म चाहिँ यहाँ भागेर आएको बाहिरको लागि एप्लाई गरेको थिएँ फर्स्ट भएन अनि त्यसपछि घरबाट बिहा गर कि गर भन्न लाग्यो कि अनि त्यसपछि अनि पिआरवाला अङ्कल खोजिदिएर अनि त्यही भएर अनि म त्यस्तोसँग त बिहा गर्नु भएन अनि त्यही भएर म चाहिँ यहाँ पार्टनर खोज्न आएको घरबाट निस्केर अनि मसँग पर्फेक्ट देखिने त्यस्तै पार्टनर चाहिएको कोही फर्किँदैन नि त हो ल ठिक छ ल ठिक छ कसैलाई फर्किन मन लागेको छ फेरि ल एकचोटि ताली बजाइदेऊ ल तिनजना फर्किनु भएको छ होइन के भन्न मन छ थ्याङ्क यू सो मच यति मात्रै नेपालीमा धन्यवाद ल ठिक छ म एकचोटि हाम्रो के नाम हो र यो हाम्रो झ्याप्ले के नाम हो सञ्जीव हो अनि किन मन चित्त बुझेन के छ सर म मिडल क्लास फ्यामिलीबाट बिलोङ गर्छु अनि लाइक मैले ऊ संस्कारी भनेर सोचेको थिएँ होइन उसको बोली चालीले होइन तर यहाँ लुगा उसको लुगा हेरेर मेरो मम्मी पनि ढल्छ कि त्यही भएर होइन लुगाको मेटरमा कि मलाई संस्कारी चाहियो कि सर होइन त्यही भएर कस्तो पुरै त्यो बुर्खा लाएर होइन लाइक सारी होइन कुर्ता सुरुवाल होइन सर अनि के हनिमुनमा पनि के साडी नै नखोलेर होइन हनिमुन मनाइन्छ क्या हो सबैको आफ्नो आफ्नो भर्सन हुन्छ कि फेरि बुझ्यो नि कपडाले चाहिँ जज गर्नु हुँदैन कहिले पनि होइन कपडामा उसको नैतिकता उसको एजुकेसन होइन उसको पर्सनालिटी राखेको हुँदैन क्या उसको विचारहरू एभ्रिथिङ इज अन द माइन्ड क्या यति कुरा चाहिँ बुझ्नु पऱ्यो है हाम्रो झ्याप्ले भाइले सरी है अनि हाम्रो एकजना को फर्किनु भएको थियो हाम्रो यहाँ के अरे हाम्रो प्रिन्स लाइक एकचोटि यता फर्क्यौँ त किन देखेर पनि किन फर्क्या देखेर नि किन फर्क्यौँ भने लाइक अब उसले चाहिँ बाहिर जाने भने होइन म त यो देशमै गर्न खोजिरहेको छु नि त अब विदेश जाने सोच गरिरहेको अलरेडी अनि म चाहिँ नेपालमा गर्न खोज्ने मान्छे अनि सो अलि के भनौँ त्यो मिलेन होइन आइएम एक्सट्रिमली सरी फर द्याट अनि अस्ति अडिसनमा आउँदाखेरि 6 महिना मेरो युकेको भिजा लाग्छ भने होइन लाग्छ लाग्ला नलाग्ने भन्न खोजेँ नि तर मैले सोचेँ नि त 6 महिनाभित्र त लाग्छ भन्ने सोचेँ 6 महिनाभन्दा अहिले त धेरै टाइम भयो नि त त्यो बिचमा त मैले सोचेँ होला नि त या बुवा आमा हुनुहुन्छ घरमा होइन सो बुढो बुवा आमालाई त छोड्न मिलेन नि त म एक्लो छोरो हो सो यस्तो हुन्छ नि त पछि मिलेर पनि त कुरा मिलाउन सकिन्छ नि त मन मिल्ने त हो नि हो अनि राइटमा उसलाई बिहे गर्नु छ मलाई चाहिँ बिहे भन्दा नि बिहे त गर्नु टाइम पास होइन बिहे गर्नु छ तर अहिले एउटा सर्टिङ हुन्छ नि आफ्नो एउटा ऊ बाहिर नजाने दे तिमीसँग के छ विचार बाहिर त होइन भिजामा आएर हो के सर थोप्रा हेर्दाखेरि भिजामा आए जस्तो छ उदास छ यसलाई विदेशले के आफ्नै देशले पनि पत्ताउँदैन के यसलाई नाम हेर्दाखेरि प्रिन्स गरे राजा
तर ठोपडा हेर्न ठोपडा फुकेको गाँजा जस्तो छ। ल ठिक छ होइन, दुईजनाको थट्सको लागि पनि एकचोटि ताली बजाइदिउँ है। रेस्पेक्ट छ, आफ्नो आफ्नो थट्स हो होइन। ल ठिक छ, अब अरू जो फर्किनु भएको छैन होइन, तपाईँसहित अब एकचोटि घर लाग्नु सबैजना। अर्को दिन फेरि म बोलाउँछु है। अब अर्को जोडी चाहिँ केटी पठाउनुपर्छ है। अनि यो हाम्रो 3 जना हाम्रो साथीहरूलाई चाहिँ बधाई दिउँ। हे एभ्रिवान, इट्स मी रोलेक्स द जी। अनि म सुनल नवलपरासीदेखि अहिले चाहिँ म पोखरा बस्ने गरेको छु। अनि एउटा भनाइ छ नि, पोखराको पानी र नानीको कहिले भर हुँदैन भनेर। त्यसै गरी नै म कहिले पनि नानीको पछाडि लागिनँ है। पानी चाहिँ धेरै खाइयो। अब चाहिँ मलाई एउटा नानीको खाँचो भएर म चाहिँ यहाँ आएको छु। अवश्य पाउँछु होला भन्ने आश राखेको छु। ल खुसी, हजुर। अब तपाईँको लागि यो 3 जना फर्किनु भएको छ। यिनीहरू 3 जना पनि यही वैशाखमा बिहे गर्ने भन्ने कुरा छ कि कसो केटाहरू होइन? हजुर सर, वैशाखमा बिहे गर्ने हो नि। सरी के छ, स्याहार देख्छु त म। भोलि नै बिहे गरौँ कि जस्तो लागिरहेछ। भोलि त कसरी बिहे गर्नु, आज भोलि कसरी बिहे गर्नु, त्यही त होइन? पहिला सबै कुरा प्रोसेसमा जानु पऱ्यो नि त। प्रोसेस चुचुरो पनि होइन एकै दिनमा चढिँदैन क्या, प्रोसेस हुन्छ। बेस क्याम्प जानु पऱ्यो, बिस्तारै 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 गर्दै गर्दै डे बाई डे गरेर माथि चुचुरो पुग्ने हो नि त। यस्तै हो क्या यो पनि, कि कसो? हो सर। अनि के भन्नु भने त कस्तो लाग्यो त खुसी हेर्ने बित्तिकै? होइन, मैले सुरुमा सुनेको थिएँ स्वर, किन भन्दाखेरि चुलबुल टाइपको छ भन्यो नि त। अनि मलाई पनि थाहा छ म पनि एउटा चुलबुल टाइपको छु क्या। सो तिमी चुलबुल, म तिम्रो चुलबुल पाण्डे होइन, त्यही भएर हाम्रो जोडी मिल्छ कि भनेर चाहिँ मैले फर्केँ। पछाडि राखेँ, किन भन्दा सलमान खानले यसरी पछाडि राख्छ नि त, चुलबुल पाण्डे। ठिक छ, हाम्रो के अरे नाम? रोलेक्स। रोलेक्स। कस्तो लाग्यो पहिला? कस्तो लाग्यो? एकदम कस्तो, के कुरा मन पर्यो? मलाई उहाँ चाहिँ कस्तो भयो भन्दा फर्स्ट चाहिँ उहाँको भोइस मन पर्यो। अनि त्यसपछि म फर्किहालेँ। पछि चाहिँ उहाँको कुराहरू सुन्दाखेरि, कुरा सुने नि त अगाडि, कति कुरा चाहिँ अलि मेरो लागि ठिक हो जस्तो लाग्ने, किनकि म नेपालमै गर्ने मान्छे हो। अनि मलाई चाहिँ के लाग्छ भन्दा उहाँलाई चाहिँ म बाहिर जान नदिएर म यहीँ राख्न सक्छु होला जस्तो लाग्छ। म मनाउँछु, एकचोटि कोसिस गर्छु। उहाँको चाहिँ कस्तो भन्दा उहाँ मलाई मान्छे मन पऱ्यो कि, बोली हाँसो सबै छ, मन नपरेको केही छैन रूपमा। अनि उहाँको बोलीमा त झन् यो पैसामा बिहे गर्नु पऱ्यो भने गरिन्छ। अब उहाँको कुरा के छ भन्ने हुन्छ, म चाहिँ 100% रेडी। म रेडी। हजुर। ल यता हाम्रो प्रदीपबाट जाऊ, के कुरा मन पर्यो? म त पछाडि फर्किँदा म्याक्सिमम् कुरा त जिस्किनै रहेको जस्तो लाग्यो। अनि म नि म्याक्सिमम् जिस्किनै राखेको कि, त्यसैले म फर्केँ। अनि फर्किसकेपछि त अब सबै कुरा मन पऱ्यो भनौँ न। सबमा के पर्छ? हजुर, सबमा धेरै कुराहरू पर्छ। भन्न मिल्ने कुराहरू त थोरै नै मन पर्यो होइन। जस भन्न मिल्ने कुरा, जस बाहिरको कुरा गऱ्यो उसले बाहिर लान्छु भने होइन, मेरो पनि मैले ठोक्यो भने बाहिर जति छैन होला कि। अनि उसले लग्यो भने म परमधाम त जान तयार छु, बाहिर त के हो र होइन। अनि त्यही हो अब। अनि उसले अर्को कुरा भने बेरोजगार हो भने कि होइन, मलाई जहाँसम्म लाग्छ उसले काम नपाएर, काम खोजी बेरोजगार चाहिँ भएन होला होइन। काम गर्न नचाहेर चाहिँ बेरोजगार भयो। अनि फेरि काम खोज्दै काम नपाउने चाहिँ बेरोजगार हो कि, काम गरै नखोजी चाहिँ रहिज हो कि। तिमी बेरोजगार होइन कि रहिज। ठिक छ, ल राइट एन्सर है। फेरि एउटा कुरा भन्न सक्छु सर, के? जस्तै कि अहिले त हजुर घरबाट भागेर आउनुभयो, पछि मसँग हुनुभयो भने भागेर जानु पाउनुहुन्न ल। भाग्न नै आँट चाहिन्छ कि, भाग्न नै आँट चाहिन्छ। त्यही त उसको नाम रहेछ खुसी, म पनि बस्छु नजिकै सामा खुसी। वाह, तिमीलाई पायो भने म त के, मेरो आमा नि खुसी। तिमी रेडी छौ भने 9 महिनापछि हाम्रो बच्चाले गर्छ चिमुसी। सय गल्ती गऱ्यो होला माफ गर्नु ल, तिमी सँगसँगै जीवनभरि साथ चल्नु छ। कहिले छाडी नजानु ल, अहिले भनेको छु मैले, हामीसँगै बसी मिठा बात गर्नु छ। सधैँ रक्षा गर्नेछु जबसम्म बल्नेछु, मरे भने यदि म सुरजसँगै ढल्नेछु। सम्झी बस्नु मलाई, म बिजुलीसँगै गर्दिन्छु, उडी आउँछु हुरी जस्तै तिमीलाई छुँदै सर्दिन्छु। ए ल सरी के भन्नु? अब मलाई त खास गरी ऱ्याप आउँदैन। अब के भन्नु सर, म नो वर्ड्स। आउने कुरा त सबै देखाउनु पनि त भएन नि त होइन। कुनै कुराहरू लुगा राख्नुपर्छ। सबै कुराहरू अहिले देखायो भने पछि के देखाउँ? भोलि यिनीहरू 2 जना उडाइदियो भने, त्यही भएर भोलि 2 जनाले उडाइदियो भने खुसीलाई हेर्दै बस्ने। अब यो सिजनमा पनि बिहे नगर्ने। अब यो कति एपिसोड भयो? 400 एपिसोडसम्म आउने ब्लाइन्डेडमा? त्यो त होइन, 400 एपिसोडसम्म त होइन सर होइन। अब माया भनेको चिज मनबाट हो, थोपडा हेरेर मात्र माया हुँदैन। सो म यहाँ थोपडा हेरेर माया गर्न आएको नि होइन। अफकोर्स
उसको चुलबुल पाण्डे छ एउटा चुलबुल टाइपको छ म पनि एउटा चुलबुल टाइपको छु होइन अलिकति ख्यालठट्टाहरू गर्छु र हाम्रो दुईजनाको भाइब्स मिल्छ त्यो त पछि देखाइन्छ नि त अब सुरुमै त्यो इम्प्रेस पार्नको लागि देखायो भने त्यो माया होइन सर म उहाँलाई एउटा निम्तो दिन चाहन्छु हजुर हाम्रो बिहेमा आउनलाई हुन्छ त्यो त अब खुसीले कसलाई छान्छ त्यो हेर्न बाँकी छ होइन यता पनि त दिनु परेन उता दिएर हुन्छ नि त उता मैले दिन पठाउने उसलाई अलिअलि रिक्स छ मैले सरलाई भन्न गएन तिमी गएर भन्दै भन्दै भन्ने के ए ठिक छ ल खुसी ल तीनजना केटाहरू छ तिम्रो लागि लाइनमा होइन अब बाहिर कति थिए थिएन आफ्नो ठाउँमा छ है र तीनजना मध्ये को मन पर्यो ठिकै हन् सबैजना गोरा हन् तर हेर्दा घरमा छोरा छन् जस्तो छ के भन्ने यो चाहिँ हजुरलाई ल पहिला म बुझ्छु उनीहरूलाई अनि एउटा कुरा धेरै धेरै धन्यवाद हजुरहरू फर्किदिएकोमा अनि म बुझ्छु एकैचोटि त हुने होइन जे कुरा पनि समय लाग्छ त्यस्तै हो पहिला बुझ्छु म व्यवहारहरू कस्तो छ सबै हेर्नु पऱ्यो नि त अहिले हतारमा त गर्नु परेन अनि अघि 28 वर्ष भने साँच्ची हजुर 28 वर्ष सी इज 28 इयर्स ओके छ नि हजुर कति वर्ष भयो 22 ए 23 सर के छ एजले एज डिफ्रेन्स त हुँदैन नि होइन सर एज डजन्ट म्याटर मलाई चाहिँ के लाग्छ भन्दाखेरि मन मिले पुग्छ यतातिर त ठिक छ एज त सेम भन्नु एज मात्र सानो हो मेच्योर भइसकेको छु यति बुझिदिनु होला अरू चाहिँ म केही भन्न चाहन्छु यता कति एज हो प्रतिको 22 होइन अनि ठुलो भयो नि त के हुँदैन चल्छ आफूभन्दा ठुलोले झन् मलाई झन् म झन् तिमीभन्दा पनि चुलबुले छु कि झन् मलाई सम्हाल्ने मान्छे चाहिन्थ्यो सायद तिमीले सम्हाल्छौ होला आफै चुलबुली छु त्यही त अनि चुलबुले फलामले काट्छ भने अब सोच तिमीले सम्हाल्ने चाहियो कि तिमीलाई सम्हाल्ने चाहियो उसले बोल्नै दिँदैन लास्ट इगो रहेछ होइन इगो लास्ट इगो रहेछ कसैलाई बोल्नै दिएको छैन होइन तर म चाहिँ मसमा चाहिँ इगो छैन है तिमी भन्छौ भने अहिले सबैको अगाडि तिम्रो पाउ पनि सुन्न तयार छु मलाई कुरा भन्न मन लाग्छ सर यिनीहरू दुईजना ह्यान्डसमै छन् राम्रो छन् भाइ जस्ता छन् तर भोक्नेको कुरा टोक्दैन क्या सर भन्ने त्यो एउटा पनि थाहा छ होइन ल ठिक छ अब खुसीले बुझ्ने भनेको तीनजनालाई म बुझ्न सजिलो बनाइदिन्छु योभन्दा अगाडिको एपिसोडमा पनि हामीले मेकर स्माइल भन्ने कम्पिटिसन खेलेका थियौँ र दुईजनालाई थाहा छ होइन एकजनालाई थाहा छैन भने मेकर स्माइल कम्पिटिसन खेलमा हामी जहाँ चाहिँ तीनजनाले खुसीलाई कसरी खुसी बनाउन सक्छ त्यो हेरौँ त्यो भइसकेपछि उसले पनि अझै मजाले बुझ्न पाउँछ तीनजनालाई के कसो अब तिमी यहाँ आइपुगेछौ होइन तिमी मात्र होइन सबैजना आइपुगेका छन् यहाँ कि त परिवार खुसी बनाउन आएको छन् कि त समाज खुसी बनाउन आएको छन् अब परिवार कसरी खुसी हुन्छ भने अब पार्टनर पायो भने परिवार खुसी भयो पार्टनर पाएन भने समाज खुसी भयो बिल्ला ए यहाँ गएर पनि यसले केटी पाएन होइन बिल्ला भयो नि साथीभाइ अगाडि त बिल्ला भयो नि त अब अझै भन्नुपर्दा सरिन र यो प्रदीप फर्स्ट एपिसोडमा पनि छाटिएको मान्छे हो केटीले जस हुन्छ नि इग्नोर गरे मान्छे हो होइन अब पनि त चान्सेस छ नि त होइन अब यो एपिसोडमा पनि छानिएन भने मलाई लाग्छ कि अलिकति बिल्लै होला जस्तो मलाई फिल हुन्छ अब छानिएन भने हुँदैन त्यस्तो है छानिनै पर्छ अब फर्स्ट एपिसोडमा मैले गराएको थिएँ होइन मेकर स्माइल राउन्ड यो पनि त्यही राउन्ड हो यहाँ चाहिँ जस केटीलाई खुसी बनाउनु पर्यो है केटीलाई खुसी बनाउनु पर्यो परिवारलाई खुसी बनाउनु पर्यो समाजलाई साथीभाइहरूलाई खुसी बनाउनु पर्दैन सबैजना साथी हुँदैन कि कसो रेडियो गेम खेल्न ल ठिक छ एकचोटि ताली बजाउनु त ल यो गेम खेल्नुभन्दा अगाडि मैले फर्स्ट एपिसोडमा इन्ट्रोड्युस गरिसकेको छु हाम्रो लभ गुरुहरू देवेन्द्र एन्ड ममता एकचोटि उहाँहरूलाई ताली बजाउँ उहाँहरूलाई ताली बजाउँ देवेन्द्र ममता हाम्रो लभ गुरु यो बसको लभ गुरु जसले चाहिँ लभ गर्न सिकाउनुहुन्छ देवेन्द्रले लभ कसरी गर्ने भनेर सिकाउँछ ममताले लभ कसरी नगर्ने भनेर सिकाउँछ बसिहालेको एकचोटि उठौँ मुटु केही ज्ञान गुणका कुरा दिउँ त ल ममता के भन्न मन छ केटाहरूलाई म धेरै बोल्न चाहन्न होइन किन भन्दाखेरि तपाईँहरू सबैजना यसो हेर्दाखेरि एकदमै बौद्धिक र बुझ्ने मान्छे हुनु जस्तो लाग्छ मलाई तपाईँहरू यहाँ प्रेम खोज्न आउनु भएको छ भनेपछि पक्कै पनि प्रेमको परिभाषा त थाहा छ होला है
तर आज यो सोमा हामी मेन्टर छौँ भनेपछि हामी यहाँको लभ गुरु हौँ है। यदि तपाईँहरू टाइम पास गर्न आएको र यहाँ कसैको मनसँग खेल्न आएको भने चाहिँ भन्छु म सिधै अहिले नै यहाँबाट जानु सक्नुहुन्छ। तर कसैको मनसँग खेलेर या टाइम पास गर्ने काम चाहिँ यहाँ हुनु भएन है। यतिको ज्ञान कुन चाहिँ जङ्गलमा गएर आएको, कुन चाहिँ जङ्गलमा गएर तपस्या गर्यो यतिको ज्ञान आउनुलाई? म प्रेममा असफल मान्छे, प्रेमलाई त्यागेको छु मैले। मलाई भन्दा बढी प्रेमको परिभाषा यहाँ कसले थाहा छ? एउटा परिभाषा त आफ्नो मलाई जान्न मन लाग्यो। समय आउँछ चिन्ता नगर्नुहोस्। होइन मलाई समय अहिले आइसक्यो, कति बज्यो? के भन्न मन छ हाम्रो केटा र केटीलाई दुइटैलाई? अब म त के भनेर मलाई केही भन्नै आउँदैन होइन। मलाई माया के हो थाहा छैन सर्वप्रथम त। अब म एउटै कुरा के भन्न चाहन्छु भने यदि आज केटाकेटी जसले पनि एकको प्रेम पाइएन भने हरेस नखानु, मेहनत गर्दै जानु। जसले एउटाको प्रेम पाउँदैन नि उसले सारा संसारको प्रेम पाउँछ। केटी मात्र प्रेम होइन, हामीले प्रेम समाजलाई गर्न सकिन्छ, संसारलाई गर्न सकिन्छ। बुझ्यौ नि? आफ्नो सपनालाई गर्न सकिन्छ। त्यही भएर आफ्नो सपनादेखि केटीहरू आफै पछि लाग्छ। ल आसन ग्रहण गरौँ दुवैजना, बसौँ। तर तिमीलाई प्रेमको बारेमा धेरै कुरा थाहा भएछ, कसले सिकायो? नढाँटेको ल साइलेन्ट है। ल तिनजना मध्ये को आउने अगाडि? ठिकै छ, म जाँदैछु र यहाँ केही छ ल। अनि उसलाई इम्प्रेस पार्नको लागि आज म अलिकति केही एक्स्ट्रा गर्न चाहन्छु। कस्तो एक्स्ट्रा? सर यो के हो सर? के हो त्यो? यो सल हो। म आँखामा पट्टी लगाएर केही चिज गर्न गइरहेको छु होइन। सो द्याट लेट्स बिगिन द। ल सुरु गरौँ। माया अन्धा हुन्थ्यो भन्थे, आज शरीर नि अन्धा भयो। म यो लगाएपछि दुई शब्द चाहिँ भन्छु है सर। मलाई घुमाइदेऊ एकचोटि सर। धेरै निकट लाग्छ कि माया गर्नु कुनै ठुलो पाप होइन। अन्ध हुनु मान्छेले पनि माया गरेकै छन्, छोराछोरी पाएकै छन्। आज हेर मैले केही पनि देखेको छैन। तिमी कहाँ छौ, कुन दुलोमा छौ, कुन ठाउँमा छ मलाई थाहा छैन। आज म मेरो मायाको परीक्षण, यदि म मायाको भोगिदार रहेछु भने मैले तिमीलाई च्याप्प मात्र सक्छु। यदि म मायाको भोगी रहेछ भने म तिमीलाई च्याप्प मात्र सक्छु। तिमी कहाँ छौ मलाई थाहा छैन, र मेरो आँखामा पट्टी बनाएको छ, मैले केही देखाएको छैन। कि आज वार हुन्छ कि आज पार हुन्छ? माया सत्य रहेछ भने जसरी नै पाउनुहुन्छ, भाग्यमा लेखेको छ भने। नभए मेरो निधारमा भित्तामा गएर ड्याम ठोकिन्छ, त्यति हो। ल म आउँदैछु खुसी तिम्रो मुखमा हाँसो ल्याउनको लागि। लेट्स सी मेरो माया कतिको पावरफुल छ। एक भरमा खुट्टा टेक, दुई आइज मेरो बुई होइन। मैले समाटे के हो मेरो मालिक मजाले पट्टी मार्छ। थ्याङ्क यू। मैले यही गर्न चाहन्थेँ गरेँ। यति मात्रै? र अर्को एक दुईवटा कुरा भन्न चाहन्छु। हात त्यो टुटिन्छ। ला 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 ला। तिमीलाई डान्स गर्न आउँदैन? 1 2 3 भयो? सरी आइम सरी। मलाई आउँदैन नि डान्स गर्न। मलाई भन्छ तिमीले खै यो यता सुन हेर, माया भनेको चिज तिमीले मेरो लागि नि मैले तिम्रो लागि नि च्यातिँदैन। च्याति अट्किने होला केही छैन। 1 2 बकल माई सु, 1 2 बकल माई सु होइन, बकल माई सु, 1 2 बकल माई सु। धेरै उठ्न त चक्कर लाग्छ नि त। मेरो लागि के घुम्न सक्दैन? कस्तो हो र यो? यसो 1 2 डिस्क्वालिफाइड हुने यही हो। हेर अब डान्स पनि गरेँ। अब तिमीलाई म केही कुरा भन्न चाहन्छु। के कुरा? मैले तिम्रो लुगा पनि लगाएको छु भनेपछि के हो त? त्यो जबरजस्ती लाग्यो। जबरजस्ती माया हुँदैन, थाहा छ। मैले लगाऊ भनेर दिएकै होइन नि त। अब सुन्नु पहिला मेरो कुरा। अब म जोनी लिभर बन्न चाहन्छु तिम्रो लागि, किनभने म हँसाउन चाहन्छु तिम्रो लागि, प्रभुदेवा बन्न चाहन्छु, म डान्स गर्छु तिम्रो लागि, तिम्रो लागि सोनु निगम बन्न चाहन्छु, उदित नारायण बन्न चाहन्छु। जब तिमी रुन्छौ तिमीलाई हँसाउँछु,
जब तिमीलाई स्याड भन्छौ तिमीलाई म मजाले हँसाउँछु, जब तिमीलाई इन्टरटेनमेन्ट हेर्न मन लाग्छ तिमीलाई म मेरो शरीरको चलवा डान्स, हाँसेको बेला के गर्छौ? हाँसेको बेला म रुँदिनँ, गालामा पप्पी हाल्छु होइन। भनेपछि म जस्तो कस्तो पप्पी? कुकुरको पप्पी? पप्पी होइन, गालमा पप्पी भनेको भनेको पप्पी भन्छ कि त्यसलाई, राम्रो भाषामा पप्पी भन्छ। अब मान्छेले किस भन्छ तर म चाहिँ मायाले पप्पी किन भन्छु भन्दाखेरि तिमी चुलबुले छौ नि त, म पनि चुलबुले छु। सो चुलबुलेको तिमी चुलबुले, म तिम्रो चुलबुल पाण्डे। ओके, म देवेन्द्र राज पाण्डे। मिलेको छ होइन। यति कन्भिन्सलाई ताली बजाऊ। यति डिसिजन यहाँ मेकअप स्माइल भन्ने हो तर उहाँले कन्भिन्स गर्नु ठिकै छ। ल ताली एकचोटि। थ्याङ्क यू। ल नेक्स्ट को जान्छ? हजुर हँसाएको मलाई। उहाँ रुवाउने मान्छे मात्रै हो कि, उहाँ अहिले इमोसनल साइड्समा हुन्छ। राइट सर, रोलेक्सको लागि ताली बजाऊ। म त्यो बाटो हिँड्न चाहन्छु जुन बाटोको गन्तव्य तिमी हुनेछ। यो तिम्रो लागि एकचोटि अर्को कुरा हो त। केही सुनिरहेको छौ? यत्रो मुटु तिम्रो लागि धड्केको सुनेको छैन? मैले सुनिसकेँ। देखो दाइले पनि सुन्नुभयो। एउटा पिर्का त सम्हाल्न सक्दैन, मलाई झन् के सम्हाल्नु। तिमी साथमा छौ भने म कहिले लड्ने छैन नि त। तिमी टाढा थियौ, तिमी दुरी थियौ मेरो, त्यही भएर म लड्न लाग्यो। तिमी साथमा आयो त्यसपछि म लडेन, हो कि नै? साथमा बसेर पछि घात त गर्ने। तिमीलाई साथ दिन्छु भने त धेरै होला, तर हेर म साथ दिएर नि घात नदिने मान्छे हो। अब विश्वास गर्ने कि नगर्ने तिम्रो हात। यति भन्दै बिदा हुन चाहन्छु। ओके, सक्यो? सुरुवात भएको थियो, अन्त्य भइसक्यो त। छोटो मिठो सर। ए ल ठिक छ, ठिक छ। ल कुर्सी राखौँ त त्यो। ल एकचोटि प्रदीपलाई ताली बजाऊ। आशीर्वाद लागोस्, राम्रो होस्। सन्यासीको त नल्याउ होला। यदि चुज भएर चाहिँ भयो। अनि के भन्नु नि, सागर जस्तो शान्त रहनु, तुफान जस्तो जोस गर, दुनियाँ सारा स्वार्थी छ नै कदम कदममा होसमा फेरि जोस जाला नि। होइन जोस त भएको यो जोसको के दोष हो यस्तो? सक्यो? ए ल सुरु गर। अनि अब केटाहरूले त धेरै कुरा गरे, धेरै कुरा भने होइन, तर यो किन भने चाहिँ यो सबै छेडिक हो कि। यहाँ तिम्रो अगाडि अर्को दुईजना ल्याइदियो भने उनीहरूले यस्तो भन्दैन। एउटा पेटीमा बस्ने मान्छेलाई एकछिनको लागि झुपडी मात्र किन नदेऊ, उसलाई त्यो झुपडी नि दरबार लाग्छ। एक्लोपनको महसुस हुँदा त एकछिन साथ मात्र किन नदेऊ, उसलाई त्यो नै संसार लाग्छ। भोको पेटमा त चिउरा र चिनी मात्र किन नदेऊ, उसलाई त्यो नै मिष्टान्त भोज लाग्छ। तर यति याद गर खुसी, वर्षा रोकिएपछि तिमीले दिएको छाता नि यिनीहरूलाई बोझ लाग्छ। अनि मैले भनिहालेँ, अब अरू त म केही गर्न सक्दिनँ, तर मैले अघि नै भने जसरी होइन, तिम्रो लागि मैले भने त सबैलाई प्रुभ गर्नलाई तिमीले भन्छौ भने तिम्रो पाउ पनि चुम्न तयार छु भनेको छु। चुम्न ल्याइदिँदा चुम्दिन्छु म। ऊ खुसी हुन्छ भने गर्नु पर्यो। कसरी? ल यार खुट्टामा ल अब देखेको छैन ल ल योभन्दा बढी के गर्नु पर्दैन जस्तो लाग्छ मलाई होइन। ल ताली भयो। प्रदीपले पाउ छुनुको मतलब चाहिँ फेरि त्यो नेगेटिभ नलिनु। उसले पाउ छुनु भनेको मतलब मलाई उसले चाहिँ तिमीलाई रानी बनाएर राख्छु भनेको हो। त्यसको अर्थ यसरी बुझिन्छ है, बुझ्यौ नि? त्यसरी नै बुझिन्छ सर। उसले चाहिँ बहिनीलाई ज्वाइँसँग बिदाई गर्छ। ल ठिक छ, एकचोटि सबैको लागि ताली बजाइदिउँ। अनि म सोध्न चाहन्छु देवेन्द्र, हाम्रो लभ गुरु, कस्तो लाग्यो त तिनजनाको? एकदम तिनैजना एकदम 101 छन् होइन। अब तिनजना भन्दा उसको डिसिजनै यहाँ बेस्ट हो होइन। उसले जो डिसिजन लिन्छ अब त्यही मध्ये त एकजना हुने हो होइन। अब तिमीले छान्दाखेरि चाहिँ तिनजना मध्ये एकदम राम्ररी सोचेर विचार गरेर, तिमीले मात्र होइन तिम्रो बाबुआमालाई पनि सम्झेर यतिको ज्वाइँ हुन्छ कि हुँदैन भनेर सोचेर मात्र है तिमीले निर्णय लिने, बुझ्यौ नि? नत्र उसले जस्तो दुःख पाउँछौ हेर त। ल ममता, के सल्लाह सुझाव दिनु छ खुसीलाई? को चाहिँ बेस्ट जस्तो लाग्छ? ओके बस न बस। यहाँ हजुरहरू सबै तिनजनाकै हामीले चाहिँ पाले पिलो प्रिपरेसन पनि हेऱ्यौँ है। अनि तपाईँहरूले आफ्नो बेस्ट दिनुभएको छ, इम्प्रेसन
पनि राम्रो छ होइन तर सिज गर्ल है ऊ चाहिँ यहाँ एउटा केटी छ र अनि उसलाई चाहिँ मैले के फिल गरेँ भन्दाखेरि फर्स्ट थिङ भनेको चाहिँ इम्प्रेस गर्ने भन्दा पनि केटीलाई चाहिँ कम्फर्टेबल गराउनु पऱ्यो क्या तपाईँहरूले अघि तपाईँहरू थाहा तिनटै इम्प्रेस गर्दाखेरि चाहिँ मैले कसैमा पनि त्यो एउटा जेन्टलम्यानको क्वालिटी देखिनँ कि मेक हर फिल कम्फर्टेबल के उसलाई अघि कति धेरै गाह्रो भयो त मलाई गाह्रो भइरहेको छ मेरो यो कपडा मिलिराखेन भन्दाखेरि पनि तपाईँहरू आफ्नै पारमा हुन्छ के घुमाउने होइन कोही के गर्ने होइन त्यो लाइनले मात्र मान्छे इम्प्रेस हुने होइन कि मान्छेको चाहिँ एक्सनमा चाहिँ हामीले चाहिँ ध्यान दिनु अरू चाहिँ राम्रो छ बेस्ट गर्नु भएको छ हजुरहरूले तर मैले भनेको कुरालाई पनि ध्यान दिनुहुन्छ भने चाहिँ अझ बेटर हुन्छ है ल ठिक छ यो तपस्या गरेको काम लाग्यो तपस्या त गर जङ्गलबाट मैले सही मान्छे उठाएर ल्याएको छु अब सबैले लाने प्रयास मेरो छ म पनि जान तयार छु ल ठिक छ अब लास्ट एकचोटि ताली बजाउँ एकअर्काको लागि अब हामी अर्को राउन्डमा जान्छौँ अर्को राउन्डको नाम हो कुकिङ च्यालेन्ज है ल बसको थर्ड सेगमेन्टमा स्वागत छ ल खुसी तिम्रो लागि 3टा केटा लाइनमा छन् ल भन तिमीलाई के खान मन छ खाना त धेरै कुरा मन छ हजुरहरूलाई चाहिँ के खाने कुरा जुन चाहिँ यहाँ खान सकिन्छ हजुरहरूलाई के बनाउनुहुन्छ मलाई त खुसी सबै थोक बनाउन आउँछ तिमी भन न उहाँलाई तिमीलाई मुर्गा बनाउनु मात्र आउँछ ल भन ल एकछिन साइलेन्ट दुर्गा हो के म हो सही हो बुझ्नु भने तर उसलाई अहिले खान मन लाग्छ के खान मन छ तिमी भन न ल खुसी यस्तो के कुरा भन जुन चाहिँ तिमीलाई सधैँभरि खान मन थियो जुन चाहिँ खान पाएको छैनौ है खान मन थियो तर खान पाएको छैनौ त्यो चाहिँ तिम्रो होइन आफ्नो पार्टनरले यानि कि बुढाले पकाएर ल्याइदिए हुन्थ्यो जस्तो लाग्थ्यो खाना नमिल्ने कुरा त नभनौँ ल सर त्यस्तो भन्न मिल्दैन खाना त धेरै कुरा मन थियो हजुरहरूलाई चाहिँ के आउँछ बनाउन सब कुरा बनाउन आउँछ तिमी भन मात्र के मलाई चिकन विङ्स खान मन छ ल यसो ताली बजाउँ ल चिकन विङ्स केटा रेडी हो चिकन विङ्स बनाउँ एकदम ल 10 मिनटको टाइम पाउँछ 10 मिनटमा खुसीको लागि मिठो चिकन विङ्स बनाएर ल्याउनु पर्यो मिठो सामानहरू भित्र छ किचनमा सफा चट्ट परेको अनि फेरि यो बनाउने भनेपछि यो पेलाको जस्तो होइन है फेरि मैले चाहिँ एउटा डेडिकेसन हेर्न खोजेको केटाहरूले चाहिँ कतिको डेडिकेटेड गर्छन् होइन आफ्नो पार्टनरलाई कतिको एफोर्ट लाउँछन् होइन यसले धेरै कुरा डिनोट गर्छ है हाम्रो नेपाली समाज अलिक पुरुष प्रधान समाज छ है अनि त्यही भएर यसो होइन हामीले वुमेनलाई पनि अलिकति माथि राख्नु न होइन भोलि गएर बिरामी पल्ली केही होली कसो होली होइन त्यसले यो कुरा पनि डिनोट गर्छ मेन कुरा माया डिनोट गर्छ है खाना पकाउनु पर्छ यो पकाउनु पर्छ भन्दैमा यो नेगेटिभ सोच्नु पर्दैन है भोलि गएर उसको पनि पाहुनाहरूलाई पकाउनु होइन आज चाहिँ जस्तो 3जनालाई पकाऊ हेरौँ मिठो पकाऊ है फेरि छेरपट चाहिँ नलागोस् लाग्दैन सर है छेरपट लाग्यो भने फेरि खुसीलाई टेन्सन हुन्छ है खुसीलाई टेन्सन पनि हामीलाई टेन्सन हुन्छ टोइलेट फोहोर हुन्छ प्रोडक्सनमा पनि टेन्सन हुन्छ नि त हजुर के गर्छ होइन चाहिँ मिठो बनाएर खिलायो भने म के सोच्छु एकदम मिठो बनाउँछ सजिलो मिठो बनाउँछ सेकेन्ड सिजनमा देखाएको छौँ बनाएको है ल अनि हाम्रो लभ गुरु देवेन्द्र ममता अनि खुसी अब केही कुराहरू भन्नु छ केही कुरा बुझाउनु छ भने एकचोटि खुसीलाई गएर एकचोटि बुझाइदिउँ होइन अलिकति यिनीहरूले बनाउँछन् होइन यिनीहरूलाई टाइम दिएको छु यिनीहरूले बनाउँछन् अनि यिनीहरूले बनाइसकेपछि म फेरि बोलाउँछु है टेस्ट गरेर कसको बेस्ट छ अनि त्यसपछि अरू कुराहरू सोचौँला है एउटा बेस्ट त छान्नु पऱ्यो नि यिनीहरू मध्ये पनि कोही चित्त बुझेन भने अरू पनि आउन सक्छन् है फेरि तर अहिलेको लागि चाहिँ यिनीहरू है बुझ्यो नि ल एकचोटि देवेन्द्र ममता र खुसी एकचोटि माथि जाऊँ अनि त्यसपछि के कुराहरू भन्नु छ भने है ल केटा रेडी थ्याङ्क यू रेडी सर ल रेडी रेडी मैले भने मिठो पकाउनु त्यस्तै पनि हामी पनि चाख्न पाऊँ है ल 1 2 3 गो छिटो छिटो घेर राखेको छ है सर यो एउटा हौ तिमीहरू चाहिँ उ गर म चाहिँ यो तेल पनि देऊ होइन केटा हो सुरुमा ग्यास पार्नुपर्छ नि थाहा छ सर यो सानो पार्नुपर्छ किन भन्दा के
त्यो विङ्सलाई काट्न थाल्यो त्यो होइन सर खुर्सानी कहाँ छ खुर्सानी खुर्सानी कुलो यत्रो खोर्सानी हाल्यो भने त भोलि बिहान हेर पोलेर धेरै तपाईँलाई मलाई थाहा छ सर कसरी बनाउँछु के हो प्रदीपले त प्रेसर कुकरै बनाउनु थालेछ त हौ मैले बोइल हाल्ने बोइल कस्तो टाइपको त्यो चाहिँ सुरुमा बोइल हाल्ने पछि अनि खाना योग्य होस् फेरि तीनजना तिम्रो लागि उहाँ खाना पकाउँदैछन् तल बाप रे बाप यस्तो दिन पनि आयो है मैले सोचेको जस्तो भएन के सोचेको जस्तो भएन र केही कुरामा पर्फेक्टै पाएन कि मैले अनि यो संसारमा कोही कुरा पर्फेक्टै हुँदैन पर्फेक्ट हुनु हुँदैन यो पृथ्वी त पर्फेक्ट छैन अनि हजुर हुनुहुन्छ त कसरी हुनुभयो त ए म त पहिले नै पर्फेक्टै हो अनुभव उसलाई थाहा छ सबभन्दा कुरा म कतिको पर्फेक्ट छु भनेर भनेपछि तिमीलाई चाहिँ अलिकति अनुभवी मान्छेहरू मनपर्छ सो यो हाम्रो अहिलेको बोइजहरूसँग चाहिँ त्यति के फिलिङ्सहरू कनेक्टेड फिल भएन हो त्यस्तो फिलिङ्स त कनेक्ट केही भएन मासु आउँदैछ तिमीले के लेग पिस हो के भनेको छ नि त्यो खाऊ त्यसपछि कनेक्सन हुन्छ यो त जस्ट प्रोसेस त हो नि होइन खुसी प्रोसेस हो अब डेटिङहरू बस्ने हुन्छ अझै टाइमहरू छ बिस्तारै हुन्छ हेर्दै छ अनि तिमीलाई कति टोइलेट लाग्छ भने तिमी टोइलेट गएनौ ए मलाई साँच्चै वासरुममा हेर्दा म तपाईँहरू कुरा गरिदिएको नि म आउँछु ल वासरुम गरेर विशेष चाहिँ मैले कस्तो होइन त्यही त म याद गर्छु नि फेरि त्यो तिम्रो पेट बिग्रेला भने मलाई कम टेन्सन छ यस्तो हो कि ऊ चाहिँ बेला बेलामा बिर्सिन्छ कि किनकि सङ्गत 3-4 वर्ष अगाडिदेखिको हो नि त टोइलेट लागिरहेको थियो अघिदेखि भन्न सकेका थिएनन् मलाई त यस्तो लाग्यो कि हजुरले उसलाई पठाएर हजुर म मात्र बसौँ भनेर ए नाइ 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 म त्यस्तो पापी मान्छे पनि होइन तिमीमा के छ र त्यस्तो म तिमीसँग गफ गर्नु भनेर म त एउटा मेन्टर हो गुरु हो तिमीलाई राम्रो होस् भन्ने मात्र मेरो चाहना हो म यस्तो राम्री छु त राम्री त सबैजना राम्री छन् नि भने सबै राम्रा हजुरको नजरमा ल भगवानले बनाएको सबै कुरा राम्रो हुन्छ यो पनि राम्रो छ यो पनि राम्रो छ यो पनि राम्रो छ तिमी पनि राम्री छौ भनेपछि आयो नि त कुरा मैसँग आयो नि त फेरि होइन कुरा त अब आइहाल्छ नि राम्रो मान्छेलाई राम्रै भन्नुपर्छ नि त नराम्रो भन्ने कोही पनि छैन क्या बस तिम्रो सोचाइ मात्र नराम्रो मेरो सोचाइ राम्रै हो के कस्तो राम्रो खोइ त केही भन्नु धेरै राम्रो छ हजुरले त्यस्तो नराम्रो के सोच्नु भयो र मेरो सोच के नराम्रो भयो होइन अब भन्छौ अब के भन्छौ होइन अब मैले उसलाई पठाएँ मैले तिमीसँग गफ गर्नको लागि होइन तिमीसँग गफ गर्नु किन छ र त्यस्तै लाग्यो होइन तिमीलाई लाग्नु त्यो भ्रम हो अब ह्यान्डसम होइन होइन म चाहिँ अलिक बढी ह्यान्डसम भएर तिमीलाई लाग्यो होला लास्टै ह्यान्डसम म त फिदा भएँ त्यस्तो नभन न यार तिम्रो लागि 3 जना छन् यार म 4 जना हुन सक्दिनँ नि त के भयो त भएर आइदिनु न त नाइ 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 त्यो कहिले पनि हुँदैन हेर खुसी चाहिँ मेरो हो आज उसले मजाले मिठो खाना पाउँछ तिमी चाहिँ प्रदीप तिमी जाऊ यार घर जाऊ घर जाऊ तिमी पनि घर जाऊ यार आज यस्तो मिठो खुवाउँछु नि म के बनाएको थियो आगो पोलेर थट तिमीले भातै बसाल्न लाग्यो क्या तिमीलाई पोल्न आँट्यो भनेर त्यसले खसाल्यो कि दाइ पहिले के त्यसले खसाल्यो यो खुवाउनु तिमी तिमी आफ्नो छिटो जाऊ त्यहाँ भात बसाल मैले काटिदिनु अलिकति पाएँ ल म जे कुरा पनि भन्छ नि ढुङ्गा खोल्चा देउता पाए त्यस्तै आइदिनु न त ढुङ्गा खोज्दा को आयो अरे देउता म देउता होइन नि त मैले हजुरलाई देउता भने होइन आफ्नो पति परमेश्वर पिता पनि एउटा देउता नै सोच्छ हजुर त्यसरी आइदिनु भयो भने त लभ परेपछि पति दर्जा पाउनुहुन्छ नि त हजुरले होइन मलाई लभै गर्न छैन नि त अब किन तिमी त लभ गर्न लायकै देख्दिनौ म अनि हजुरलाई त्यस्तो लाग्यो अनि लभमा त केही हुन्छ नि त फिलिङ्स हुन्छ भाइब्स हुन्छ किन ममा आएन हुन त बुढो हुनुहुन्छ अनि म यस्तो जवान केटीलाई त के आउला त अनि अब त्यस्तो सुड्डी त खोज्नुहुन्छ कस्तो सुड्डी भने बुढी अब आफू जस्तै होइन म कस्तो त्यस्तो बुढो छु र भने त्यस्तै लाग्यो त हजुर बच्चा टाइपको भन्नुभयो नि त अनि तिमी पनि बच्चा छ नि म पनि त बच्चै भएर त भने कहाँ हुनुहुन्छ हजुर त बुढो हुनुहुन्छ कति वर्ष हो म त 28 तिमी 28 अनि म भर्खरै 18 हेर्दा त के हो 30 भन्दा कम होइन कोही मान्छे चाँडै म्याचुर्ड हुन्छ नि त अब हेर हामी घरमा हलो जोत्छौँ होइन त्यसपछि आएर त्यो भाँडा माच्छौँ त्यही भएर अब तिमी केही माझ्दिनौ भने माच्छु के माच्छौ तिमीले धेरै कुरा माच्छु के मान्छौ भन हेर्न आउनु भएर कसलाई हेर्नु
अनि कसरी भन्नुभयो त केही माझ्दैनौ भनेर अनि केही माझ्दैनौ जस्तो लाग्यो नि त माझ्ने भनेको एउटै कुरा मात्र होला तिमीले माझ्ने भनेको एउटै कुरा होला तिमीले माझ्ने भने एउटै कुरा होला दाँत त्यो पनि आज बिर्सिया छ अनि यहाँसम्म बाँच्न आइरहेको नि त अनि किन कलेज नजिक आउनु भनेर हजुर तिमीले भने नि त जस तिमीहरूको कुकिङ देख्दाखेरि चाहिँ तिमीलाई चाहिँ एउटा रेस्टुरेन्ट खोलेर राखिदिनु पर्ला जस्तो लाग्यो तिनैजनालाई कुकमा अनि 1 महिनामै फ्लप हुन्छ पैसा कसरी डुबाउनु भनेपछि तिमीलाई रेस्टुरेन्ट खोलेर राखिदिनु पर्छ यत्तिकै डुब्छ पैसा बुझ्यो के पकायो यो बोकाको विङ्स कालो अनि सरिनले के पकाएको यो यस्तो पकायो भने त मैले भने नि 15 जना गर्लफ्रेन्ड भएको छ सरिनको 15 जना गर्लफ्रेन्ड यही पकाएकै खुवाएर भयो जस्तो लाग्यो अझै मैले सुनेको थिएँ ब्लाइन्डेडमा को केटाहरूलाई खुवाएर रातभरि छेरपट्टि गर्न लाग्यो होइन रातभरि छेरा थियो त्यो केटाहरू को थियो सरिनको चाहिँ के होला जस्तो छ है उसलाई फेरि अलिक पिरो मनपर्छ मलाई अघि भनेको थियो त्यही भएर मैले याद गरिरहेको थिएँ के चाहियो भन्दाखेरि धनियाँ खोइ धनियाँ चाहिँ हामीलाई तपाईँ लग्नु भएन यहाँ छ यहाँ धनियाँ 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 फेरि यस्तो छ के तिमीले भाते पकाउनु लाग्यो क्या हो यार यो मान्छे धारै छ यार यार यसले त के हो त कलेजमा बनायो क्या नजिक आउनु भन्नु लागि त्यस्तो धेरै नजिक पनि नआउनु न बाँच्ने सुन्ने गरी अब खोइ त ममता आउँदैन नि त हो कता गइन् छोड्दिनु न ममता अब त टोइलेट गर्दैछ हेर तिमीलाई मसँग रोमान्स गर्न मन लाग्यो जस्तो है म लभ गुरु हो मैले लभ गर्न सिकाउने आफूले लभ गर्ने होइन बुझ्यौ हजुर मान्छे होइन मान्छे त हो किन लभ गुरुलाई माया गर्न प्रेम गर्न अधिकार छैन र नभन न त्यस्तो त्यस्तरी त नठोक्नु न के साह्रो जोसिनु भएको होइन तिमीले यस्तो कुरा भनिदियौ कि होइन अब ममा चाहिँ लभ गर्ने फिलिङ छ नि त मनमा छ होइन तर के मेरो दिँदैन अरे के अब मेरो दाँतहरू दाँजिसक्यो अब मेरो दाँत झरे पनि तिमीले एक्सेप्ट गर्छौ नि त्यसमा फेरि केही छैन नो भन्दैन हुँदैन मान्छेको दाँत झर्छ सब कुरा झरिराख्छ कपाल झरिसक्यो अरू कुरा पनि झरिराख्छ छैन झरेकै छैन हेर अरू कुरा झर्छ भने सिकान हेरेको रहन्छ हातभरि लाग्छ त्यो के गर्नुभयो छैन हेर न सुन न एउटा कुरा अनि अब यस्तो मजाक त आफ्नो ठाउँमा छ अब त्यो 3 जना मध्ये तिमीलाई कसलाई रोज्छौ के गर्छौ कसरी गर्छौ मैले त एकदम अचम्ममा परिरहेको छु 3 जनाले तिमीलाई सिलेक्ट गरिसकेका छन् हजुर आएको भए हजुरले रोज्थे त्यही यस्तो नभन के अब तिम्रो लागि 3 जना आइसके म आउनै सक्दिनँ अब म तिम्रो गुरु हो गुरुलाई जहिले पनि हातले नमस्ते गर्नुपर्छ सम्मान गर्नुपर्छ बुझ्यौ नि जिस्किने होइन त्यस्तै मुस्कान नदिनु न हेरेको हेरे गर्न मन लाग्छ नहेर त्यसमा म अब आँखा छोप्छु छोप्नु न त भन न अब कसलाई सेलेक्ट गर्छु अरू कुरा त त्यस्तै हो 3 जनाले तिमीलाई अब त्यहाँनिर के खान मन पर्यो र तिमीलाई विङ्स पखेटा होइन पखेटा खान मन लागिरहेको छ तिमीलाई त्यही भएर पखेटै काटिदिएको त्यही भएर केटाहरूले पखेटै काटिदिँदैछ नि क्या त्यसको विङ्स सब बन्दैछ तेल कहाँ भने दाइ कोही सानो पारेछ है ग्यास मेरो अब घुमाउन आएको ओ माइ गॉड वेयर इज द बोकाको विङ्स थियो रोलेक्स त्यो बोकाको विङ्स हो क्या कालो छ त पुरै ग्यास पनि ठुलो पारिदिएको सर यिनीहरूले यो मान्छे किन ग्यास ठुलो पारिदिएको सर मैले होइन हुन्छ टिचर ल पाक्यो है होइन सर एकछिन अब तपाईँ अहिले प्रदीपको त ग्यासै परेछ नि त अहिलेसम्म त्यही भनेको यो मान्छेको सब लास्टै खत्तम छ नगर्नु त्यस्तै तिमीले जिन्दगीमै एउटा केटलाई पकाएर खुवाउनु सक्छन् जस्तो देखेँ है मैले यसले निभाइदियो कि कबला यिनीहरू त त्यस्तै होला जस्तो भयो अहिलेसम्म मेरो 3 फर्स्टमा भ्याएको होइन काँचो त खानु भएन आफू काँचो
छिटो बनाऊ सर 2 मिनेट अगाडि सकिन्छ छिटो सर हुन्छ 2 मिनेट अनि तिमीले कसलाई सेलेक्ट गर्ने के सोचिरहेछौ खै टिमटैमा मैले आफूले खोजे जस्तो त्यस्तो त पाएको छैन मैले त्यही पनि अब 3 जना मध्ये अब त्यो नपाए पनि अब 3 जना त अब भइसक्यो 3 जनामा त अब तिमीले सेलेक्ट गरे पनि हो नगरे पनि हो कसलाई चाहिँ हेर्छौ हजुरले केही दिनु न म त के दिनु र के हिँड दिनु न मतलब हजुरले नि त हेर्नुभएको थियो नि त हैन मलाई त हेर टु बी अनेस्ट कोही पनि राम्रै लाग्दैन किनकि छेउमा मै छु अनि अरू मलाई राम्रो लाग्छ त त्यही कुरा के मलाई नि कोही मन परेन के त्यसो भए अब गाडी लिएर आउँ त ल्याउनु न बुक गरी हामी छैन होला के रे गाडी कसको बुक गर्ने होला कसको हजुरको ठुक्क मसँग गाडी छैन होला खै देख्दैन त देख्दैन अनि तिमी घरभित्र छौ म घरभित्र छु कसरी देख्छौ त ए मसँग गाडी नै छैन जस्तो लाग्छ तिमीलाई ट्रक होइन पर्सनल कारै छ नि म त छैन जस्तो होइन त्यो त्यस्तै लाग्छ किनकि म पनि सानै देखिन्छु होइन आफूले प्रगति गरेको छैन अनि मैले नि गराएँ जस्तो लाग्छ होइन मैले सानै उमेरमा प्रगति गरेँ बुझ्यौ अब यस्तो हो अब ती जो म अब गेम हुन्छ त्यसलाई एकदम सिलेक्ट गर्नु होइन सर रेडी भयो सर आई एम रेडी ठीक फाइनली बन्यो दिस इज कल्ड चिकन का ढोसला यो चिकन का ढोसला भन्ने हो यो है केटा हो फाइनली बन्यो तर अलिकति मिठो त मिठै बनेको छ मनपर्छ होला उसलाई सर रेडी भयो सर मेरो चिकन का ढोसला के अरे यो चिकन का ढोसला भन्छ कस्तो चिकन विङ्सको ढोसला भन्छ कस्तो ढोसला मतलब ढोसला मतलब सर यसमा प्याज खुर्सानी अदुवा लसुन जिरा मसला हुन्छ नि सबै टाकटुक मिक्स गरेर त्यत्रो तेल हाल्यो भने त भोलि मुटु फुट्ला तर सर यहाँ भानी मान्छेहरू धेरै देखिन्छ ल 2 मिनट बाँकी छ अब छिटो सर यो सब प्रेसर कुकरमा विङ्स चाहिँ मैले फर्स्ट टाइमै देखेँ फर्स्ट टाइम हो सर यो युनिक के गर्यो खाना बनाइरह्यो प्रदीपले हजुर ल सर होइन विङ्स पनि फाइनली बनाइयो आफ्नो बेबीको लागि यो मान्छेले सर तल खसालेको छ होइन पाकेको छैन काँचो खुवाइरहेको छ पेट दुख्यो भने मलाई नभन्नु मेरो पाकेको छ सर चाख्नु जस्तो फिल भयो सर होइन नचाखौँ जस्तो फिल भयो तर खाएपछि नि सर खत्तमै बर्बादै हुन्छ सर मतलब छेरपट लाग्छ होइन सर त्यस्तो होइन सर मिठोले क्या टेस्ट फेरि खान मन लाग्छ हेर्नु न सर टेस्ट म यसरी नै दिन्छु है सर फेरि सेलाउँछ छिटो गरेर यहाँ मान्छे यहाँ सेलाउँछ छिटो मजा आउँछ त टाइम अफ सर गरिदिनुहोस् यिनीहरूले ग्यास निभाइदिएर सर यो मान्छेको कहिले पाक्छ सर हामी बरु पाउँदैन सर 1 मिनट बाँकी छ है प्रदीप छिटो मैले यसो हेर्दाखेरि कस्तो लाग्यो तिमीले यसो आफ्नो बुढीलाई पकाएर खुवाउन सक्दैन जस्तो लाग्यो यो खुसीले टेस्ट गरेर थाहा हुन्छ है खुसीले टेस्ट गरेर थाहा हुन्छ राम्रै छ है फेरि दुईजनाको है एउटाको के भन्छ त्यसलाई कुन चिकन बारबेक्यू चिकन एउटाको चिकनका ढोसला विथ विङ्स एउटा चाहिँ प्रेसर कुकर चिकन होइन के चिकन यसलाई भन्ने खोइ सर पाकेको छैन सर ल चाख्न मिल्दैन सर यो चाख्नु मिल्दैन अहिले खै नुन त सही लाग्यो चाख्नुलाई के त खुवाउनु हो त होइन तर नुन त सही लाग्यो सर यो मान्छे यो भइसक्यो सकिसक्यो अब यो मान्छेले खै सर ल 30 सेकेन्ड है प्रदीप छिटो 1 2 सर यो मान्छेले आशिष गरेछ सर हो तो मान्छे काम सर यो सेरायो भने मिठो हुँदैन के सर मेरो सेरायो काम त दिनु पर्यो त्यो फोर फालेको सर मैले सबै देखाएको तल खस्याएको थाहा छ नि चिकन यो मान्छे तल चिकन खसाले हो किन भन त खसाले हो हामीले देखा हो किन हो देख्नु सर यस्तो कुरा गर्छ नि त ठिक छ नि सर ल है अब टाइम लिमिट सकिन्छ है 10 9 ए जस्तो हुन्छ 7 6 सकिसक्यो सर 5 4 3 जानेको चिकन 0 ल बन्द गर होइन सर मिलाएको मात्र हो यस्तै हो बुझ्यो अब जिन्दगी जसलाई मनपर्छ नि त्यसलाई सेलेक्ट गरेर चाहिँ बाउ आमा मजाले मैले सम्झाइरहेको छु तिमी पनि केही सम्झाउ न अनि उसलाई सम्झाएको के आउन भित्रै ढोका लाउनु होइन तिमी पनि केही भन न केही भन अनि जाउँ न उसलाई अब उसले को छान्ने भनेर एकदम डिस्कसन भइरहेछ को छान्दा ठिक होला
सायद उहाँले क्लियर गरिसक्नुभयो होला म त सबै हजुर हजुरले नि केही चुज गरिदिनु न कसलाई छान्नु मैले चाहिँ के भन्यो भन्दा नि तिमीलाई जो ठिक लाग्यो त्यसैलाई छान यदि केही परिहाल्यो भने यो पछिको अर्को राउन्डको लागि फेरि तिम्रो म बसौँला हामी बसौँला अनि गफ गरौँ न हजुर म कति एक्साइटेड भएको होला यसो गर्नु धेरै कुरा नगरौँ होइन यसो खुसी होइन अब हामीले त सजेस्ट मात्रै गर्न सक्छौँ तिमीलाई मैले अब यो यसलाई खाना त्यसलाई खाना भनेर त म त्यो भन्न मिल्दैन हेर है किनकि यो तिम्रो लाइफको तिमीले चुज गर्ने हो पार्टनर सो तिमीलाई अहिले को बेटर लाग्छ चुज गर न अहिले चुज गर त्यसपछि चाहिँ टाइम सधैँ छ नि बुझ्न न त केही छैन हामी छौँ होइन हामी छौँ कि डन्ट वरी है तल खाना चाहिँ रेडी भइसक्यो खाना सरी त्यो के रेडी भइरहेको रेडी भइसक्यो लेट्स गो खुसी तिमी अगाडि जाऊ न तिमी अगाडि जाँदै म ममताले लिएर आउँछु हुन्छ त्यस्तै हो केटी के कुरा गर्छ यार जाम सानै छिन् नि त ल सबैजना आफ्नो चिकन हातमा राख्नु त थ्याङ्क यू खुसी खुसी चिकन हातमा राख्नु है यसरी क्या सोकेस गरौँ सोकेस त गर्नु पर्यो नि यार मायाको लागि यति दुःख गरेछ खुसी तिम्रो चिकन विङ्स ल एकछिन त्यही बसौँ है खै त हाम्रो देवेन्द्र ल देवेन्द्र ममता लाम त हाम्रो लभ गुरु खुसी ल यो 3 जनाको चिकन हेर होइन एकजनाको प्रेसर कुकर चिकन के अरे मेरो हाफ बोइल्ड जानेको अनि यो के हो यो कुन चिकन चिकन टकिला हो तिमी यसो हेर्दाखेरि होइन कुन चाहिँ चिकन मिठो होला जस्तो लागिरहेको छ नजिक आउँ ल यो चिकन टकिला चिकन टकिला भनेर फर्स्ट टाइम सुन्यो या मिठो पनि फर्स्ट टाइम हुन्छ ल कुन चाहिँ मन पर्यो हेर्दाखेरि कुन चाहिँ एट्र्याक्टिभ देखिरहेछ सरिन र कसको प्रदीपको त्यो के चिकन थियो मेरो यो हाफ बोइल्ड जानेको हेल्थ कन्सियस यो फर्स्ट टाइम इन द वर्ल्ड हो फर्स्ट टाइम इन द वर्ल्ड ए अनि हाम्रो बार्बिक्यू ए त्यो त पुरै डढे हड्डी मात्रै बाँकी छ त्यसको त अनि हाम्रो यो सरिनको चिकन टकिला त खा होला तर यो चाहिँ टकिला होइन यसलाई चिकन टकिला भन्छ यो पनि फर्स्ट टाइम इन द वर्ल्ड होला फर्स्ट टाइम वर्ल्डमै हो सर यो इन्ग्रेडियन्ट ठिक छ ल अब एकचोटि एक गरी चाख कस्तो लाग्छ भनिदेऊ है पहिला सुरु कहाँबाट चाख्न चाहन्छु ल हातले खाउँ प्लिज हातले खाएको टेस्ट पनि आउँछ हातले खाउँ प्लिज होइन त यति खान हुँदैन कसरी यति खाने त्यो टेस्ट त चाहियो नि अनि टेस्ट नगरिकन कस्तो लाग्यो हो ल नेक्स्ट चाखौँ त्यस्तो नमिठो भएर के मिक्स गरेर ल ठिक छ ल नेक्स्ट माया पनि हाफ बोइल भने चाहिँ त्यही मैले सुरु अब हाफ बोइल हो कि अब के हो मासु पाकेको छैन भने त पाकेको छ हाफ बोइल्ड है ठिक छ ल राखौँ ल कसको मन पर्यो ल ताली बजाउनु एकचोटि है सरिनलाई है जेलस गर्नु भएन ल खान मन छ कि खाऊ न तिमीले रात बनाएको ओके एकचोटि खाएन भने त ठिक छ मिठै बनाए जस्तो लाग्यो होइन अब जो शरीरले आफ्नो बुढलाई मजाले पकाएर खुवाउन सक्ने रहेछ होइन थ्याङ्क यू सर भोलि पर्सि बिहे भयो भने शरीरले पकाउने होला होइन होइन हाम्रो बिहेमा चाहिँ शरीरलाई बनाउनु पर्छ बिहेमा चाहिँ उहाँले पकाउनु ल ठिक छ अब कुकिङ आउनु भयो होइन एक अर्काप्रतिको डेडिकेसन देखियो होइन अब हामी नेक्स्ट राउन्डमा जान्छौँ डेटिङ राउन्ड होइन डेटिङ राउन्डमा मजाले बुझ्नु एक अर्कालाई कस्तो के छ होइन अब मजाक भने मजाक आउनु ठाउँमा छ सिरियस भने सिरियस आउनु ठाउँमा छ होइन अब के को लागि आएको खुसी होइन त्यो लक्ष्य पुरा गर्नु अब अर्को राउन्डमा जाने होइन जाने हो सर रेडी हो अर्को राउन्ड जान एकदम ल खुसी माथि गएर बस्दै गरेर यो माथि नै गएर खानु अरूले तिमीलाई फर्किँदै तिमीलाई बस्दै गरेन भने त्यही 3 जना मात्र छन् किन हजुर सक्नुहुन्छ र म त अब कहाँ सक्छु म त बुढो भइसकेँ अब मलाई बुढो भएपछि झन् म्याचुर हुँदै जान्छ नि त अनि म तिमी जस्तो चाइल्डिस हुन्छु क्या बुढो भएपछि बुझेन होइन हजुर त के गरे चाइल्डिस हुँदै गएपछि त म त म्याचुर हुँदै जान्छु कसले सिकाउनु यस्तो कुरा गर्नलाई मैले हजुरबाटै सिकेँ मबाट कहाँ कसरी हजुर होइन क्या मान्छेहरू हेरेर त्यही प्रति बोली आउँछ क्या त्यही हजुरको हेराइले त्यस्तै बोली आयो होइन त्यस्तो होइन म एज अ मेन्टर हो बुझ्दैनौ मेन्टर एज अ लभ गुरु हो मैले तिमीलाई अब
त्यो 3 जना मध्ये अब कसलाई सेलेक्ट गर्छौ एमा त डेट बस्न आउनु भयो जस्तो लाग्यो ए हो र कोट सर्ट त्यो लगाएको उमेर देखेर छैन नि मेरो म त बुढो भयो अब पनि डेट गर्दै बस्ने हुँदैन किन बुढो हुँदा चाहिँ डेट बसौँ केटी हेरौँ जस्तो लाग्दैन लाग्दैन अब चाहिँ भविष्य बनाउँ जस्तो लाग्छ भविष्य होइन अब हजुर छोराछोरी बनाउनु ल चाँडै बनाउँछु ल अनि अब मजाक आफ्नो ठाउँमा छ हजुर अब तिमीलाई माया गर्ने केयर गर्ने अलि मेच्योर भनेपछि तिमीलाई अब हजुर जस्तै म त हुँदैन म त अब बुढो भइसकेँ क्या मैले कतिचोटि भन्नु म बुढो भनेको जवानीमै बुढो बनाइसक्यो तिमीले हजुर आफैले भन्नुभएको बुढो भयो भने मलाई त्यो फिल हुन थालिसक्यो अब म सलमान खान शाहरुख खान भइसक्यो भने त बुझेनौ जुङ्गाको त देख्दैन काटेर आउनु भयो क्या त्यो जुङ्गा ठाउँमा आउँछ क्या त्यस्तै लाग्यो भने होइन मजाक नगरौ न तिमीले चाहिँ अब मेच्योर भनेपछि तिमीलाई बाउले जसरी माया गरोस् होइन आमाले जस्तो ख्याल राखोस् मेरो आँखाबाट आँसु आउनु थाल्यो यस्तो सिरियस कुरा त्यही मलाई गर्ने मन लाग्दैन होइन बाउ जसरी माया गरोस् तर बाउ जस्तो त नै होइन बाउ जस्तो त नै तर बाउले जस्तो माया जस्तो त्याग हुन्छ नि बाउको माया बाउले कहिले पनि ओहो छोरी आई लभ यु भन्दैनन् कि भन्नै पर्दैन कि बुझेनौ तर तिमीलाई केही चाहियो भन्ने बित्तिकै सबभन्दा अगाडि तिमीलाई ल्याएर दिन्छन् कि सायद आफ्नो रगतै बेच्नु परोस् आफ्नो मुटु नै बेच्नु परोस् कलेजै बेच्नु परोस् छोराछोरीलाई त्यति त्याग गर्छन् कि बुझ्यौ अनि छोरी मान्छे र छोरा मान्छेको मायामा के फरक छ अरे नि छोरीहरू चाहिँ अरूले भनेको कुरा चाँडो विश्वास गरेर मायामा पर्छन् रे होइन अनि छोरा मान्छे चाहिँ जे देख्छ नि त्यसलाई चाँडो विश्वास गरेर माया पर्छन् रे क्या त्यही भएर केटीहरूले चाहिँ मेकअप लाउँछन् अनि केटाहरूले चाहिँ आकाशको तारा झारिदिन्छु भन्छन् त्यही भएर केटाहरूको बोलीमा मात्र पनि विश्वास नगर्नु व्यवहारमा बुझ्यौ नि माया त्याग्नुपर्छ त्यागेपछि हजुर जसले त्याग्छ होइन जसले त्याग्छ अर्कोले पाउँछ बुझ्यौ बुझेँ भन्दैमा नत्याग्नु जसलाई तिमीले भित्र हृदयदेखि माया गर्छौ आभास हुन्छ नि फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छ जसले तिमीलाई इम्प्रेस पार्छ होइन तिमीलाई केयर गर्छ माया गर्छ त्यससँग चाहिँ अगाडि बढ्नु यति भन्दै म आज मेरो प्रवचन यही सिद्धिन्छ मेरो देवबाणी यही सिद्धिन्छ तिमी जोसँग डेट गर राम्रो बोल है अरू केही छ बुझ्नुपर्ने केही छैन हात मिलाउने नमस्ते हाई कति वर्ष भयो 23 तिमी यता त सानो देखिनु केटीले जाने बित्तिकै बेल बजाए मैले भने नि पक्कै त्यो चाहिँ कपाल मन नपरेको हुनुपर्छ है कपाल हेर्दाखेरि मेरो घरमा परेवाले गुण लाउँछ क्या हो त्यो गुण जस्तै छ कि कपाल त्यही देखेर होला जसलाई पक्कै थोपडा मन नपरेको हुन्छ स्याहार भइसक्यो केटा है तर राम्रै छ मेरो नजरमा त राम्रै छ जस्तो लाग्यो तिमीलाई म एउटा है तिमीलाई म के भन्छु भन्दा है तिम्रो लागि आकाशको तारा त झार्न सक्दिनँ तर तिमीलाई गलत नजरले हेर्नेहरूको बङ्गारा चाहिँ झार्न सक्छु अवश्य तिमीलाई कस्तो केटा मनपर्छ मलाई चाहिँ बाउ जस्तो माया गर्ने म्याच्योर टाइपको हल्का चुलबुले मसँग त्यस्तो टाइपको केयरिङ एक्सपेक्ट गर्ने हल्का रोमान्टिक त्यस्तो टाइपको मनपर्छ अब हेर है फर्स्ट डेट पनि सबै त थाहा हुन्न कसैको बारेमा है अब कस्तो भन्दाखेरि म चाहिँ अब अहिले नै तिमीलाई सबै मेरो ऊहरू देखाउन सक्दैन होइन जति पनि ऊ छ के भन्छ आफ्नो ट्यालेन्टहरू देखाउन सक्दैन त्यति साह्रो ट्यालेन्ट त छैन त्यही पनि के भन्छ म कस्तो भन्दाखेरि त्यस्तो पहिला नि त्यस्तो डेट बसेको छैन त्यही भएर अहिले अलिअलि नर्भस त भएको छु अवश्य है त्यही पनि तिम्रो लागि चाहिँ कस्तो लाग्छ भन्दा मैले जे नि गर्न सक्छु जस्तो लाग्छ मलाई है किनकि मैले फर्स्टमा तिमीलाई फर्स्टमा जब देखेँ नि फर्केर हेरेँ नि किनकि मैले हिजो पनि फर्केको म अनि फेरि पछाडि फर्केको थिएँ किनकि मलाई के लाग्छ भन्दाखेरि उहाँसँग मेरो जम्छ जस्तो लागेको थिएन अघिल्लो एपिसोड पनि त्यो मेरो भएको तर हजुरसँग चाहिँ कस्तो लाग्यो भन्दाखेरि हजुरले भन्नुभयो जस्तै मलाई चुलबुले केटा मनपर्छ मैले हल्का फुल्का त्यस्तै छु त्यही क्याटेगोरीको पर्छु अनि अरू चाहिँ कस्तो भन्दाखेरि मेच्योर पनि जहाँसम्म लाग्छ छु जस्तो लाग्छ है किनकि मैले पहिल्यैबाट सानैबाट त नभनौँ लगभग 17-18बाटै म पेसातिर लागेको व्यवसायतिर लागेको त्यस्तो ठुलो व्यवसाय त छैन शान्ति नै छ खुसीको फेस हेर्दा त्यसको कुरा सुनेर बोर भइसक्यो जस्तो लाग्यो किनभने खुसी चुलबुले केटी हो त्यसले एकदम सिरियस कुराहरू गर्न थाल्यो त्यही भएर सायद अलिकति डिप्रेसनमा जान थाल्यो जस्तो मलाई चाहिँ फिल भइरहेछ
मतलब त्यो लेभलको डिप्रेसन होइन कि एउटा हुन्छ नि कुरा सुनेर एकदम बोर लाग्ने भन्ने हुन्छ नि खुसीलाई अलिकति निन्द्रा लाग्न थाले जस्तो मलाई चाहिँ फिल गरिरहेको छु। त्यही पनि कस्तो हुन्छ भन्दाखेरि मैले चाहिँ जहाँसम्म लाग्छ हजुरलाई एकदम खुसी राख्न सक्छु, हँसाउन सक्छु है, हजुरलाई माया दिन सक्छु, अनि त्यसपछि हजुरलाई चाहिएको कुराहरू म पुरा गर्न सक्छु होला जस्तो मलाई लाग्छ। के चाहिएको कुरा पुरा गर्नुहुन्छ? जस्तै माया है, अब त्यसपछि हजुरलाई रेस्पेक्ट म एकदम गर्न सक्छु है। जहाँसम्म मलाई लाग्छ एउटा लेडिजलाई चाहिने भनेको, गर्ल्सलाई चाहिने भनेको रेस्पेक्ट माया हो है। कस्तो हुन्छ भन्दाखेरि अब कस्तो हुन्छ कतिपय कपालहरूमा मैले के देख्छु भन्दा माया त सबैले गर्छन् तर कस्तो हुन्छ भन्दा आफ्नो पार्टनरलाई चाहिँ त्यति रेस्पेक्ट गर्दैनन् कि। मैले जहाँसम्म देखेको हुन्छ है, म चाहिँ हजुरलाई एकदम रेस्पेक्ट गर्नेछु, अरू त अब मलाई त्यस्तो केही भन्न आउँदैन है। म त्यस्तो डेट पनि बसेको छैन। अब जति भन्नु थियो मैले मनदेखि भने। अब हजुरले यसमा चाहिँ मलाई योभन्दा चाहिँ मैले केही भन्न सक्छु होला जस्तो लाग्दैन। तपाईँको लागि म एउटा लाइन चाहिँ भन्छु त, यो चाहिँ मैले आफै लेखेको है। यसो आऊ मलाई केही समय साथ दिन, मन छ दारू खाइ तिमीसँगै मात्दिन, माया गर्छु भन्छौ भेट्न फेरि लाज किन, यति त बाचा गर्छु तिमीलाई कहिले ढाल्दिन, तिम्रो माया मलम मेरो लागि उपचार, सिधै बाई भन गरे भने दुर्व्यवहार, पाउन तिमीलाई कति गरे होला पुण्य पाप, रमाइलो लाइफ माया तिमीले छाडे शून्यता, छाडी जान्छु तिमीलाई मैले कहिले भन्दिनँ, फेरि अधुरो हुन्छु जस्तै पिपल त्यो बर्बिना, तिमीसँग नबोल्दा त मुटु छाड्छ धड्किन, तिमी मेरी राधा बन बन्छु तिम्रो कृष्ण म, कसरी गरौँ म भन तिमीलाई सम्बोधन, खुसीको सीमा छैन तिमीसँग हिँड्दा झन्, कति वर्ष कुमारी ल के छ भन तिम्रो मन, ढुक्क वर्ष लान्छु तिमीलाई गाउँ मेरो वृन्दावन। कस्तो लाग्यो? एकदम राम्रो। दारू होइन जाउनु गएर पानी लिएर तिर्खा लाग्यो। ओके भइहाल्छ। यस्तो हुन्छ केटामा चाहिँ डेडिकेसन देख्यो है फेरि, किन भन्दाखेरि उसले जस ऱ्यापर रहेछ केटा होइन, पोखरा केटा हो फेरि, अनि अलिकति डेडिकेसन चाहिँ छ, ऊ चाहिँ अलिक सिरियस टाइपको रहेछ क्या होइन। यो त अगाडि चाहिँ अलिक सरिन अलिक फनी टाइपको थियो, केटाले चाहिँ जस म चाहिँ माया गर्छु म तिमीलाई चाहन्छु भन्ने चाहिँ एउटा भाइब्स देखिन्छ है आँखाबाट चाहिँ है। किनभने केटी चाहिँ जति चाहिँ अलिक चुलबुल टाइप कि धेरै सिरियस नहुने होइन, जस मायाको अभाव चाहिँ दुइटैलाई छ है, यिनीहरूको सम्भावना चाहिँ मैले देख्छु है फेरि। थ्याङ्क यू। वेलकम। अहिले लिएर आइदियो पानी एकचोटि भनेर होइन, भोलि बनाएर राख्न सक्छौ त रानी? एकदम। आदेऊ त तिम्रो मुस्कान देखेर फिदा भएँ म, बाङ्गो बाङ्गो हिँडिरहेको थिएँ सिधा भएँ म, भन्नु त धेरै कुरा छ तर अहिले भन्नलाई समय छैन, अहिलेलाई आई लभ यु भन्दै बिदा भएँ म। ओके बाई। थ्याङ्क यू। के भयो? अब के बोल्ने त नि, लाज लाग्यो क्या? लाज भन्दा नि अब नर्भस भइरहेछ। नर्भस मान्नु पर्दैन। किन? सन्चै हुनुहुन्छ नि? सन्चै। अरू केही सुनाउनु हजुरको बारेमा? के सुन्न चाहनुहुन्छ तपाईँ? हजुरले भन्दै जानु न, मैले त अहिले त केही थाहा छैन नि त हजुरको बारेमा। के बारेमा थाहा पाउनु मन छ हजुरलाई? अब सुनाउनु न हजुरको बारेमा, अनि बुझ्दै कस्तो हुनुहुन्छ। नाम पनि थाहा छैन होला है मेरो, नाम चाहिँ प्रदीप हो। त्योभन्दा खास त अरू केही नै छैन त्यस्तो त, नाम प्रदीप हो। अहिले म काम गरिरहेको छु, मार्केटिङ गर्दैछु स्किन केयर प्रडक्टको, अनि अरू त अब त्यस्तो खास त केही छैन। बरु तपाईँको भन्नु न, तपाईँको चाहिँ बरु अलि इन्टरटेनिङ टाइपको छ, अलिक भागेर आउनु भएको छ, किन भाग्नु भयो, कसरी भाग्नु भयो? घरबाट अब बिहा गर्नु भन्यो, अनि एरेन्ज म्यारेज त्यस्तो मलाई इन्ट्रेस्ट लाग्दैन कि, लभ म्यारेजमा मनपर्छ, त्यही भएर। भनेपछि पिआर चाहिँदैन, पिआर चाहिँ चाहिन्छ होइन? पिआर चाहिन्छ कि माया। हजुर त्यही त जस मैले दिएको पिरती चाहिँ तिमीलाई पिर अति चाहिँ हुँदैन। तर पिरती खै त दिनु नै भएको छैन अहिलेसम्म। कसरी दिनु? त्यो त अब हजुरले दिने हो नि त। अब के चाहिँ मनपर्छ, अब कस्तो के मनपर्छ के मन पर्दैन त्यो थाहा छैन नि त। प्रदीपलाई मैले फर्स्ट टाइम नर्भस देखेँ है फेरि, नर्भस नहुने मान्छे हो, केटी भन्ने बित्तिकै झम्टिहाल्ने मान्छे हो जहाँसम्म देखिन्छ होइन, तर एकदम नर्भस देखिन्छ है। अनि खुट्टा काँपिरहेछ प्रदीपको, नोटिस गरेछ भने सायद कट्टुमै पिछा फेरि जस्तो लाग्छ है मलाई चाहिँ है, एकदम यति डराएको छ क्या, एकदम नर्भस छ क्या। अनि कताबाट आउनु भयो हजुर?
म अहिले त यति बाँसबारी बस्छु बाँसघारी म त बाँसझ्याङभित्र होइन कि ठाउँको नामै बाँसबारी म त बाँसघारीतिर बाँसघाटतिर बाँसबारी ठाउँ साह्रो हाँस्नु भएको हजुर त अब नहाँस्नु त झन् तपाईँको नामै खुसी अनि तपाईँ गाडी खुसी नै हुनु मलाई फेरि सधैँ मै जस्तै खुसी बनाएर राख्न चाहिन्छ नि त अब त्यो त ढुक्क मसँग बस्दा चाहिँ दुःखी हो नि त कुरै हुँदैन कसरी खुसी गराउनुहुन्छ के चाहिँ गर्नु पऱ्यो होइन जस अब यहाँ खतरा कुरा दिन्छु खतरा कुरा गर्छु त भन्न सक्दिनँ म होइन जस साथ दिन्छु भनौँ न फेरि अरू केटाहरू जस्तो साथ चाहिँ होइन प्रदीपको प्रेसर कुकर चिकन खाएर होला केटी अलिकति डिप्रेसनमा गए जस्तो छ है खासै बोलेकी छैन एकदम स्याहार देखिन्छ क्या हाई आए जस्तो लाग्छ त्यही भएर प्रदीपले अलिकति कुकिङ स्किल चाहिँ सुधार्नुपर्छ जस्तो लाग्यो अरू केटाहरूले जस्तो म त भन्छ नि अहिले जस्तै भर्खर देखाएको छ त्यही पनि पुरै अहिले आएर पुरै म फिदा भएपछि जस्तो म फिदा भएको छुइनँ म त भन्न खोजेको कुरा चाहिँ म बुझ्नलाई फर्किएको हो नि त अस्तिकोमा चाहिँ म बुझ्नलाई फर्किँदा नि धेरै कुरा एक्सप्लेन गर्नु पऱ्यो नि त अहिले हामी बुझ्ने टर्ममा हो नि त किनकि म चाहिँ अब चाहिँ मैले हो पारिसकेँ कि किनकि योभन्दा अगाडि मैले धेरै कुराहरू ट्राई गरिसकेँ कि मतलब आफ्नो सबै कुरा दिँदाखेरि पनि मैले पाइनँ कि अब त्यो कुराहरू त्यसरी मलाई जस मैले जस गर्न सक्ने कुराहरू सबै गर्दाखेरि नि मैले गर्न सक्ने कुराहरू सबै गर्दाखेरि अनि उसँग पहिलाकोसित छुट्टिएपछि पनि मैले यत्रो वर्ष कुर्दाखेरि पनि लाइक मैले पाइनँ नि त त्यो माया अनि त्यसरी इन्सेक्युरिटी चाहिँ अझै छ ममा होइन त्यही अब पुरानो कुराहरू सोच्यो भने ऊ हुन्छ होइन त्यही कुरा ओभरकम गर्न त आएको हो नि अनि यहाँ माया पाउनुहुन्छ जस्तो लाग्छ त अब माया गर्नु भयो भने त माया पाइहाल्छ नि मैले पो माया गर्ने हो दुवैजनाले गर्नु पऱ्यो नि माया त देखाउनु पर्यो नि माया हजुरले इम्प्रेस पार्नु पर्यो मलाई खुसी बनाउनु पर्यो मलाई आउने होइन गीत गाउन आउँछ गीत सुन्नुहुन्छ हजुर सुन्नु कस्तो खालको गीत मनपर्छ हजुरले सुनाउनु न फेरि हाँस्न पाइँदैन नि फेरि सुरु हाँस्नुहोस् प्रदीप र सरिन मलाई दाजुभाइ जस्तो लाग्छ होइन अब सरिन पनि गीत गाउने प्रदीप पनि गीत गाउने मलाई लाग्छ कि यिनीहरूलाई चाहिँ होइन दुइटालाई एउटा कोठामा राखेर कन्सर्ट गर्नुपर्छ जस्तो लाग्यो दुईजनाको कम्पिटिसन राख्नुपर्छ जस्तो लाग्यो होइन दुइटै गीत गाइहाल्ने क्या भने नि गीत गाउने अब नाच्छ कि नाच्दैन ऊ प्रदीप थाहा छैन तर जे पनि केटीको लागि चाहिँ ट्रु फिलिङ्स है प्रदीपको जहाँ देखिन्छ एकै दिनमा माया बस्छ जस्तो लाग्छ मलाई प्रदीपको होइन आँखामा देख्न सकिन्छ भन्छ नि लभ एट फर्स्ट साइट भनेर त्यस्तो चाहिँ फिल भएको हुन त उसलाई कतिवटामा लभ एट फर्स्ट साइट हुने त थाहा छैन तर जो यो चाहिँ ट्रु लभ छ है फेरि भने तपाईँलाई यस्तो गीतहरू मन पर्दैन होला नि कस्तो चाहिँ गीत मनपर्छ अलि राम्रो रोमान्टिक हिन्दी गाना रोमान्टिक हिन्दी गाना भने चाहिँ कस्तो अब कुनै भनौँ न एउटा मलाई आउँछ भने गाइदिइहाल्छु हजुरले सयाथुङ्गा गाउनु लाग्नु थियो लो लागेका ती ठुला हामी सुनेको नि त्यस्तो राम्रो गीत सुने होइन नि ल त्यो सुन होइन अहिले तिमीलाई हाँस उठे पनि पछि राम्रो लाग्छ आँसु कन्ट्रोल गर है त लोलाएका ती ठुला तिम्रा दुई नजरले हेरिदिए मलाई चाहिन्न अरूको के यो लाइन भन्दा नि अर्को लाइन राम्रो छ कि है पहिला म अब पहिला म केही दिन्छु कि अनि है ल अब कसरी औँलामा अट्छ चाहिँ थाहा छैन होइन पर्फेक्ट म्याच चाहिँ अब कहाँ अट्छ या त सौभाग्यशाली थिए तिम्रो हातको भई खै याद दिनु स्पर्श मात्र पाए चाहिन्न अरूको के पसिना आइदिएर हातमा एकछिन हेर्नु राति त्यस्तो भुत जस्तो त देखियो होइन होइन बुटोलको गर्मी लागे जस्तो छ बुटोल उडाउनु भयो नि त आउनु भएन भाग्नु भयो त होइन भागेर अब म लग्छु त्यही है अब म चाहिँ पार्टनर खोजेर अब कसले लग्छ भनेर बुटोले लग्ने त होला नि होइन पहिला बुटोल त जानु पऱ्यो नि त घर कुरा सुरा अनि अब दोस्रो घटी चाहिँ नआउँछ है भनौँ न अब के चाहिँ
चाहिने हो होइन अब मलाई के चाहिँ चाहिँ गर्ने पार्टनरमा एकदम केयर गर्ने रेस्पेक्ट मलाई अनि म त्यस्तै टाइपको हल्का चुलबुली चाइल्डिस टाइपको छु मलाई चाहिँ माया गर्ने त्यस्तो टाइपको म्याच्योर बनाउने म्याच्योर त यस्तो हो कि एजले म्याच्योर पनि हुने होइन हुन त तपाईँभन्दा ठुलो होइन त्यही पनि कहिले पढेर बुझ्छ कहिले पढेर बुझ्छ भन्छ नि त मलाई धेरै पढिसकेको छ होइन अब अहिले नै पुरै एक्सप्लेन गर्न थाल्यो भने रातै बित्छ भनौँ न होइन फेरि घन्टी फसाउन पाउनु हुँदैन मैले भनिरहेको छु म नर्भस भयो कि त्यसैले भन्नु मैले व्यक्त गर्नै सकिरहेको छुइनँ प्रदीप चाहिँ एकदम नर्भस देखियो है यो डेटमा चाहिँ अब रिङ पनि दियो जस ट्रु फिलिङ्स चाहिँ भनेर चाहिँ देखिन्छ अब त्यो एक दिनमा आएको ट्रु फिलिङ्स हो कि के हो थाहा भएन जस पार्टनरको चाहिँ भोगी छ है मैले भने नि प्रदीप र सरी दाजुभाइ हुन् मलाई लाग्छ यिनीहरू दुइटालाई प्रोटेक्सन दिएर राख्नुपर्छ मतलब त्यो प्रोटेक्सन होइन कि दुईजना चाहिँ हुन्छ नि एउटा संरक्षण गर्नुपर्छ होइन अनि जस दुईजनाकै फर्मेट उस्तै उस्तै छन् अनि दुईजनाले जस मायाको भोको छन् तर मायाको भोको तर यिनीहरू फेरि कहिले पनि माया नपाउने क्या त्यस्तो चाहिँ देखेँ है मैले अब हेरौँ यसमा चाहिँ माया पाउँछ कि पाउँदैन है केयरिङ पनि छु म सब गर्छु म खाना नि पकाउँछु होइन अब अगाडिको एपिसोडहरू पनि पकाएको छु मैले होइन अगाडि अनि खाना पकाउँछु जस केयर गर्न सक्छु भनौँ न केयर गर्न सक्छु खुसी पनि राख्न सक्छु जस्तो लाग्छ मलाई अहिलेसम्म चाहिँ होइन अनि जस अहिलेसम्म भाइब चाहिँ तपाईँसँग लास्ट म्याच भइरहेको छ अब त्यही त हो नि अगाडि के हुन्छ होइन अहिले नै म पुरै तपाईँ नै हो यहाँ आउनु त भन्दिनँ होइन किनकि अब इन्सेक्युरिटिज धेरै छ तर पनि ल थ्याङ्क यू है घन्टी बजायो नि अब नभन्नु होला मलाई त्यति हुन्छ के छ सब ठिक छ हजुरको के छ मेरो एकदमै फर्स्ट क्लास भनौँ न अचम्म लाग्यो होला है मलाई किन चुज गर्नुभयो किन फर्किनु भनेर हजुर अफकोर्स तिमीले भनेको थियो नि चुलबुले किनभने म पनि अलिकति चुलबुले टाइपको छु तर मेच्योर चुलबुले भन्छु सरिनले चुलबुल भनेको छ नि चुलमा चाहिँ होइन बाँदरको पर्यायवाची शब्द नै सरिन हो पशुपतिमा बाँदर के उफ्रिन्छ होला त्यति सरिन उफ्रिन्छ है फेरि होइन चुपु 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 अनि नेचरै त्यस्तै छ क्या होइन त्यही भएर होला सायद जस्तो लाग्छ कि मलाई केटीहरू भाग्ने क्या हजुरलाई त चुलबुले भन्दा बुलबुले टाइपको देखियो त्यही त नि बुलबुले भन्नाले मेच्योर टाइपको तिमीले भनेको थियो नि अलिकति मेच्योर अलिकति मलाई केयर गर्ने मेच्योर हेर्ने साथ दिने खुसी पार्ने होइन त्यो चिजहरू क्वालिटी आई थिङ्क मलाई छ जस्तो लागेर म फर्किहालेँ चाहिँ अब होइन मेरो फर्केको स्टाइल पनि तर अघि फर्किँदा त मैले हल्का गोरे देखेको थिएँ अहिले त कस्तो काले देखेँ दारी काटेको छैन नि त हजुर त हाम्रो स्कुलको पाले त होइन नि म तिमीले पाले भन्दा पनि इट्स ओके फाइन तर म पाले होइन हाम्रो आइटी है मेरो प्रोफेसन चाहिँ म सफ्टवेयर इन्जिनियर हो फेरि यो मान्छेले जहाँ पनि म आइटी सफ्टवेयर इन्जिनियर होइन के कुरा छ सब घुसाइहाल्छ केटीलाई पटाउनलाई भएको नभएको कुराहरू पनि भन्छ अनि यो दारी आज काट्छ बेलुकासम्म आइसक्छ यसको दारी बरु सरिनको बुद्धि कति पलाउँछ थाहा छैन तर दारी चाहिँ एकै दिनमा पलाउँछ है जहाँसम्म लाग्छ अनि काले भन्ने कुरा चाहिँ क्रिम धेरै धसेर मैले देखिरहेको थिएँ त्यहाँभित्र क्रिम चाहिँ एकदम धसेर हुन्छ नि त्यो आफ्नो फाउन्डेसनको टोन मिल्नुपर्छ नि त अनि त्यसमा कसको क्रिम लगाएको छ त्यो कालो देखायो मान्छे चाहिँ गोरे फेरि है पालेको काम चाहिँ गर्दिनँ तर पाले भनेको पनि त्यो पनि एउटा काम हो होइन मान्छे दुःख गरेर खान्छ सो दुःख गर्ने खाने मान्छेलाई हामीले नराम्रो भनाइ मिल्दैन राइट तिमीलाई चाहिँ कस्तो खालको केटा मनपर्छ मलाई चाहिँ केयर गर्ने रेस्पेक्ट गर्ने एउटा बाउ जस्तै माया दिने तर बाउ जस्तो होइन फेरि जस्तै हजुर बाउ जस्तो देखिनुहुन्छ नि त माया चाहिँ दिने बाउ जस्तो नहुने अब बाउ जस्तो माया तर यो वर्ष पनि अब सरिनले बिहे गरेन भने नि सरिनले जिन्दगीभर पार्टनर पाउँदैन किनभने हेर्नु त कति बुढो भइसक्यो छाला चाउरी परिसकेको छ क्रिमले लुकाएको छ सबै कुरा होइन फाउन्डेसन नदली आउँदैन होइन अनि टेन्सन छ चाउरी पढेर सिकुडिसकेको छ त्यस्तै पऱ्यो भोलि बच्चा आउँदैन सरिनको मैले देखिसकेको छु है अलिकति यसमा चाहिँ ध्यान दिनुपर्छ है सरिनले चाहिँ है अनि केटी चाहिँ अलिकति चुलबुली जस्तो देखिन्थ्यो अनि अहिले चाहिँ पुरै सिरियस छ त अहिले त मसँग त पुरै जिस्के जस्तो थियो नि त त्यही भएर यो कुरा चाहिँ अलिकति फरक पऱ्यो है इन्ट्रेस्ट नलागेको हुनसक्छ केटीलाई जस्तै माया रेस्पेक्ट केयर हो त्यस्तो टाइपको के हजुर अलिक ढिलो बुझ्नुहुने रहेछ होइन म ढिलो बुझ्दैन म एकदम छिट्टो बुझ्छु अरूले लग्ला फेरि हेरेको हेरे होला नि होइन लग्नु भनेर भनिन्छ त माया गर्ने मान्छे को पनि जाँदैन के होइन माया गर्छ भने ऊ जाँदा पनि जाँदैन
अब डेफिनेटली तिमीले खोजेको जस्तो छु जस्तो लाग्छ मसँग त्यो क्वालिटी छ तिमीलाई केयर गर्न सक्छु अहिलेसम्म सरिनले मलाई लगभग 14 देखि 15 जना गर्लफ्रेन्ड भेटाइसकेछ सर यो पालि यो वर्ष योसँग बिहे हुन्छ हैन कहिले फोटो पनि पठाउँछ सर यो केटी कस्तो छ हैन म योसँग बिहे गर्दैछु यो वैशाखमा यो साउनमा यो फागुनमा जसरी पनि बिहे गरिदिनु पर्छ है यो केटीसँग मेरो भनेर जहिले मलाई पठाउँछ 14वटादेखि 15वटा गर्लफ्रेन्ड मैले थाहा छ है फेरि सरिनको है तर लास्टमा गएर के भयो त्यो केटी भन्यो भने के कुरा मिलेन के कुरा मिलेन भन्छ जहिले पनि हैन जेस मैले भने नि ट्यालेन्ट छ क्या सरिन हैन केटी पटाउनु होइन केटी भगाउनमा चाहिँ ट्यालेन्ट छ कि फेरि सरिन कसैको आउँदैनन् हैन यिनको चाहिँ आएर पनि भागिहाल्छन् क्या यो कुरा चाहिँ अलिकति मलाई अचम्म लाग्छ माया दिन सक्छु हँसाउन सक्छु चुलबुल छु ल तिमीलाई के मनपर्छ एक्टिङ सिङ्गिङ डान्सिङ सब मनपर्छ म एक्टिङ पनि गर्छु क्यारिकेचर पनि गर्छु सिङ्गिङ पनि गर्छु के गर्नु मन लाग्छ एक्टिङ गर्नु एक्टिङ कुन थियो अब बलिउड स्टार म बलिउड अलिकति गर्छु शाहरुख खान अमिताभ बच्चन शाहरुख खान मेरो बेस्ट हो थाहा छ कुन छ एउटा डायलग पारो ने कहा शराब छोड़ दो शराब ने कहा पारो छोड़ दो मगर ऐसा एक दिन भी दिन नहीं आएगा खुशी मैं तुमसे बहुत प्यार करता हूँ मैं तुम्हारे बिना जी नहीं सकता शाहरुख खान हाँस्यो नि त यो हो नि त यही एक्टिङ गरेर अहिलेसम्म 15 जना केटी पटाए जस्तो लाग्छ मलाई है पहिला पनि जसलाई पनि गर्ने यही हो पारो ने कहा शराब छोड दो एक्टिङै जहिले यही हो सरिनको 3-4टा एक्टिङ सिकेछ एउटा यही अनि अर्को चाहिँ डान्स सिकेछ एउटा जहाँ पनि त्यही गर्ने हो सेकेन्ड सिजन रजिनासँग डेट हुँदा पनि त्यही गरेको थियो अहिले पनि त्यही गरेको थियो जस यो बाहेक चाहिँ मैले केही पनि देख्दिनँ एउटा सूत्र छ कि सरिनको यो गर्नुपर्छ यो फर्ममा अनि केटी पटिन्छ भन्ने चाहिँ अलिकति यो कुरामा चाहिँ उनले सुधार्नुपर्छ जस उसको यो डायलग सुन्यो शाहरुख खानको डायलग सुनेपछि मेरो कानबाट रगत आउँछ त्यति मात्रै हो अरू केही पनि होइन हजुरलाई मैले एक्टिङ गर्नु भनेको एक्टिङ गरे पनि जे गरे पनि हाँस्यौँ नि अब यसपछि यसले डान्स गर्छ हेर्दा जाऊ यसपछि यसले स्योर डान्स गर्छ डान्स गरेन भने ल मेरो म कानै काटिन्छु यसको तरिकै यही हो अब डान्स कुन गीत डान्स आफै गाउने आफै नाच्ने मलाई चाहिँ धेरै जसो भोजपुरी गाना मनपर्छ ए भोजपुरी फेरि गीत आउँदैन नि त तिमी आउँछ नाच्ने त्यो लैलौरा के भन्ने छ ललिपप लागेलु हो त्यसमा नाच्ने आउँछ आउँदैन तर त्यो गीतमा चाहिँ अलि आउँदैन तर जस्तो आउँछ त्यस्तै नाच्छु है त ओके आफै गाउने आफै नाच्ने ओके के अरे ललिपप होइन गीतको नाम ललिपप ओके ल ठिक छ यो एउटा बेलुन त चाहियो यो ललिपप होइन अरू गीत हुँदैन त्यही के सुरुमा लगाले के भन्ने हो तिमी गाइदिन्छौ म नाच्छु आउँदैन नि मलाई त गाउन अब हजुरले मलाई इम्प्रेस पार्ने हो नि त अब त्यो गीतै कस्तो कहाँबाट त्यही पनि अब ललिपप लगाले के छ क्या त्यो ललिपप लगाले के छ ओके ललिपप लगाले मैले भने नि अब डान्स गर्छ भनेर अगाडि पछाडि हो कि खालि त्यो तलको मोमेन्टहरू हुन्छ अगाडि पछाडि मात्रै हुन्छ यो बाहेक सरिनले डान्स गर्छ कहिले पनि अनि ऋतिक रोशनको डान्स गर्छ अनि अर्को के आउँदैन कि मलाई कुन गाना आउँछ कुन गाना आउँछ बलिउड नेपाली इङ्ग्लिस जुन भएर हुन्छ तर ल इङ्ग्लिस गानामा इङ्ग्लिस एउटा इङ्ग्लिस एउटा हिन्दी ल भयो अनि त्यो दुईटा पहिला इङ्ग्लिस कि हिन्दी इङ्ग्लिस हजुर मेरो फेभरेट एक्टर हुन्छ हमको हमें नाच्ने भने एक्टिङ भयो त मैले भने नि सरिनलाई आउँदैन त्यही एउटा डान्स हो जहाँ पनि त्यही डान्स गर्छ क्लब गयो भने त्यही डान्स गर्छ घर पनि त्यही डान्स गर्छ कुनै फङ्सन भयो भने त्यही डान्स गर्छ फेरि डान्स गर भने केही भन्नुपर्छ उठेर गरिदिइहाल्छ एउटै डान्स एउटा स्टेप सिकेछ लाइफभरि त्यही डान्स गर्दै बस्छ गाएर नाच्ने हल्का कम्मरहरू हल्लाउने जिउहरू बडीहरू फ्लेक्सिबल बनाउने ए ल ठिक छ मलाई आयो मेरो फेभरेट सङ ऋतिक रोशन के गाउँछु मैले भने नि अघि ऋतिक रोशनकै डान्स गर्छ भनेर ऋतिक रोशनकै गर्छ जे ट्यालेन्ट हो फेरि यो सरिनको एउटा मात्रै डान्स गर्न आउनु पनि ट्यालेन्ट हो
यो चाहिँ म मान्छु है। भने नि केटी पठाउन 3 सूत्र त्यसले 3टा कुरा सिकेछ, गाउने नाच्ने त्यो एउटा एउटा गरेर सिकेछ होइन, त्यही गर्छ जहिले पनि। मेरो आँखाबाट हेर्दाखेरि रगत आउला जस्तो भइरहेछ है। जे होस् खतरा छ कि भने नि नेपालको ऋतिक रोशन सरिन हो कि हिन्दी इङ्ग्लिस खै त हजुर इङ्ग्लिस अब इङ्ग्लिस हो कि इङ्ग्लिस अब इङ्ग्लिस भनेपछि इङ्ग्लिसमा के हुन्छ भने इङ्ग्लिस जस्तै आई लभ माई फेभरेट सङ ल टाइटानिक के गाउँछ किन ठ्याक्कै मिल्छ कि अहिले सिनेर टाइटानिक यो पनि डान्स हो फेरि एक्टिङ होइन Last night in my dreams I see you I feel you खुसी हाँसिराखी चाहिँ ठुलो कुरा त्यो हो क्या होइन। उसले आफ्नो जे लिमिटमा गए पनि केटीलाई हँसाइरहेछ नि ठुलो कुरा त्यो। अनि केटी कस्तो डल देख्यो क्या अहिले, मलाई लाग्छ दुईवटा चुलबुले छ होइन। एउटा चाहिँ पशुपतिको बाँदर जस्तो लाग्यो शरीर चाहिँ, अनि यो चाहिँ स्वयम्भूको बाँदर जस्तो लाग्यो मलाई खुसी चाहिँ है। अनि पशुपतिको बाँदर अलिक चञ्चले हुन्छ स्वयम्भूभन्दा, नोटिस गर्नु है फेरि। पशुपतिमा धेरै पनि हुन्छ, सङ्गत धेरै भएपछि बाँदर अलिक बुरुक बुरुक पनि उफ्रिन्छ। जानु है त पहिलो बेल उसको त्यो के अरे शाहरुख खानको मिमिक्री गरेर होइन बजाए, त्यसलाई मन परेन खुसीलाई। सेकेन्ड बेल उसले डान्स गरेपछि बजाए। भन्न खोजेको म सरिना के सुझाव दिन चाहन्छु भने गीत गाउन र डान्स गर्न छोडिदिउँ, त्यसले केटी पटिँदैन। 15वटा केटी जति मलाई भेटा छ नि मलाई लाग्छ कि त्यही गीत गायो डान्स गर्यो अनि भागे तिनीहरू। के निराश देख्छु त प्रदीपलाई, किन निराश हो? कस्तो भेट्यो म के भन्छु भन्दाखेरि नि धेरै मान्छेहरू नि गलत प्रेममा परेर मरेका छन् क्या, ढिलो प्रेम गरेर होइन क्या। बरु ढिलो प्रेम गर्ने होइन तर सही प्रेम गर्ने क्या, केही फरक पर्दैन जिन्दगीमा। एउटा प्रेम र एउटा पैसा त हो जिन्दगी सक्सेसफुल बनाउनु होइन। त्यसपछि त लाइफ त झिङ्गा लगा भइहाल्यो नि, त्यो बाहेक केही पनि चाहिँदैन क्या जिन्दगीमा। त्यसपछि फेरि अर्को जिन्दगी माग्दैन क्या। यो जिन्दगी यसरी जिन्छ कि होइन, आफूलाई पनि कन्फ्युज हुन्छ क्या। अर्को जिन्दगी यतिको राम्रो हुन्छ कि हुँदैन भनेर यो दुईवटा चिज पायो भने माया र पैसा है, बुझ्नुभयो नि? त्यही भएर ब्यालेन्स मिलाउनु सिक्नु। अनि कविलाई चाहिँ मैले धेरै स्याड देखेँ, यतिको स्याड त्यो हुँदैन, भोक त राख्नु पऱ्यो नि। यता बस अब ल 3जना मात्रै धेरै टाइम वेस्ट नगर, सोचै राम्रो छ ल, सोचै बेस्ट छ छानदिनु ल। के छ केटाहरू को हुन्छ जस्तो लाग्छ? केही पनि छैन, ऊ एउटा डिप्रेसनमा गइसकेको छ छिटो। ल सरिन कि प्रदीप कि हाम्रो रोलेक्स 3जना सरिन प्रदीप रोलेक्स एउटा चुज गर्नु पर्यो छिटो। म एकदम कन्फ्युज छु, के सोचौँ के गरौँ भएको छ होइन। जीवनसाथीको महत्त्वपूर्ण कति हुन्छ थाहा छ? जीवनसाथी गलत पऱ्यो भने नि एउटा केटी मान्छे कहिले पनि अगाडि बढ्न सक्दैन। साँच्ची पत्याउ नपत्याउ धेरैजना मेरो साथीहरू छन्, धेरैजना मैले चिन्छु जो चाहिँ आफ्नो पार्टनरले गर्दाखेरि नि लाइफमा जहिले ब्याकवर्ड छन् कि, कति ट्यालेन्टेड छन् तर पार्टनरले सपोर्ट नगरेर तिनीहरू ब्याकवर्ड छन् क्या। बुझ्यौ नि? तिमी यस्तो मान्छे छान कि तिम्रो ड्रिम्स के हो, तिम्रो भिजन के हो, तिमी के चाहन्छौ भविष्यमा गर्नलाई, त्योसँग साथसाथ हिँड्न सक्छ कि सक्दैन होइन। अघि देवनले भने जस्तै चुरोट खानालाई जति पनि मान्छे पाइन्छ है, जाम होटलमा नाइट स्टे गरौँ भनेपछि त्यस्तो ठुलो कुरो होइन यो अहिलेको जमानामा। त त्यसरी सोच्नु भएन, हाम्रो सो त्यसको लागि बनेको होइन, हाम्रो सो असल माया पाउनलाई बने हो। जोसँग लाग्छ यसो मनलाई होइन एउटा शान्त पारेर होइन सोच, दुईवटा कुराले सोध्छ, एउटा मनले सोध्छ एउटा दिमागले सोध्छ। अहिले मनले सोच्छ, दिमागले पछि सोच्नु, किनभने तिम्रो दिमाग अझै सोच्नु लागि छ। बच्चा त भन्दिनँ म, माउ भन्छ नि, माउ नि छैन पो होइन। अहिले बिहे गरे अब 4 बच्चा बुच्ची भइसक्यो, 28 वर्षमा त होइन। त्यही भएर ल के एक बोतल चढाउनु त
त्यस्तो खाँदिनँ नि मैले सोझो अडिसनको फर्ममा लेखेको छ म ड्रिङ्क्स गर्छु भनेर अहिले झुट बोल्न पाइन्छ त्यो त हल्का हल्का कहिले काहीँ जान्छ नि त अनि जाँदो रहेछ त ल छिटो मैले सबै कुरा हेर्दाखेरि अनि मसँग चाहिँ मिल्ने हल्का भाइब्स मिल्ने हल्का म चाइल्डिस टाइपको छु होइन उसले बुझ्ने टाइपको देख्दाखेरि रोलेक्स लाग्यो फाइनल डिसिजन रोलेक्स ल ताली बजाऊ रोलेक्स के भन्न छ खुसी देख्छु त ल एकदम खुसीको सीमा छैन सर ल दुईजना घर भएर जाऊ ल बेस्ट अफ लक है थ्याङ्क यू सर हस् एकचोटि थुक्छु ल तिमीलाई देखेर के गरे क्या त्यस्तो केटी पटाउन सक्दैन एउटा बल्ल बल्ल मिलेको होइन फर्स्ट एपिसोडमा पनि अर्कोले लग्यो सेकेन्ड एपिसोडमा पनि अर्कोले लग्यो के तिमीहरू के यो हरेक एपिसोडमा के खाना पकाउँदै बस्यो केटीहरूलाई के छ क्या तिमीहरूसँग यस्तो कुरा अलिक केटा भएपछि अलिकति सिकेर आऊ न यसरी पटाउनु उसरी पटाउने ए केटीको लागि यस्तो गर्छु उस्तो गर्छु मै नै हो यहाँ मध्येको डिजर्भिङ आई एम द बस म बस हो यहाँको भनेर अलिकति गर न तिमीहरूलाई त लागेको तिम्रो थोपडा हेर्दाखेरि मैले अघि भने नि एउटा रेस्टुरेन्ट खोलेर राखिदिन्छु तिमीलाई खाना पकाउनेमा ठिक हुन्छ भाँडा मान्ने खाना पकाउने अनि यो सरिनलाई के हो यो डान्स बाहेक केही गर्न आउँदैन डान्स गरेको छ गीत गाएको छ हजारवटा केटी जतिवटा केटी सङ्गत भए पनि यही गीत गाएको छ शाहरुख खानको गाएको अलिकति ल्याउनु पऱ्यो अलिक भर्छन् होइन अब प्रदीपको त के हो पुरै त्यो मरामुसा जस्तो क्या अलिकति हुनु पऱ्यो नि यार छैन अलिकति दमै छैन क्या केटी पठाउनमा बिल्ला भयो यो एपिसोड आयो भने तिमीहरूको घोर बिल्ला एकचोटि फेरि थुक्छु ल तिमीलाई सम्झेर अब जाऊ अब अर्को दिन फेरि अब केटीले के खाना पकाउनु भने चाहिँ रेसिपी हेर्दै गर अनि पटाउने कसरी पटाउने यसो 2-4वटा डायलग हेर्नु पऱ्यो अलिक हुनु पऱ्यो केटा म त केटा होइन तिमीहरू त केटाको भेषमा केटी हो जस्तो लाग्यो मलाई त छैन अलिकति केही पनि छैन ल लास्टचोटि तेस्रोचोटि थुक्छु एकचोटि ल गुड नाइट अब चाहिँ मलाई के फिल भयो भने सर मलाई आफैदेखि आफ्नो भाग्यदेखि मलाई विश्वास उठ्यो कि किन भन्दाखेरि दुई चोटि पहिला त्यत्रो फेल खाएँ र अहिले आएर पनि दुई चोटि नन स्टप फेल खानु भनेको अरू कुरामा त म सक्सेस छु त्यो मलाई थाहा छ तर यो मायामा मैले सक्सेस पाउन सकिनँ होइन यस्तो मलाई कस्तो लाग्छ भने नि अस्ति पनि मैले भने केटी नपटिनु पनि एउटा ट्यालेन्ट हो त्यो तपाईँसँग मात्रै छ जस्तो लाग्यो क्या मलाई त्यही भएर टेन्सन लिनु यो ट्यालेन्ट हो कि सर तपाईँको भनौँ न अभागी हो त्यो थाहा छैन सर अब त बिस्तारै त्यो विश्वास पनि हुन थाल्छ ल ठिक छ आज रातिपछि अब अर्को दिन भेट्नु ल म अर्को फेरि केटी ल्याउँ ल फेरि बोलाउँछु ल थ्याङ्क यू अर्को दिन अर्को केटी आउँछ जसरी पठाउनुपर्छ है मेरो आधी नाक त कटिसकेछ अब ठिक छ अर्को दिन अर्को केटी आउँछ जसरी पठाउनुपर्छ